हेलो एभ्रिवान, वेलकम टु मेडिका मेन्टिस। आज चाहिँ हामी नर्भस सिस्टमको क्वेसनहरू गर्छौँ है, एमसिक्यू। अनि यो चाहिँ मैले चाहिँ अब केही ह्युमन सिस्टमको क्वाड स्टार्ट गरिरहेको छु होइन, सबै उसमा राखिदिन्छु युट्युबमा नै पुरै। यो चाहिँ क्वाड सेसन हो। सो विल बी डुइङ अराउन्ड आई थिङ्क 100वटा क्वेसन छ यसमा चाहिँ होइन। अनि नर्भस सिस्टमको पनि छिट्टै नै ल्याउने ट्राई गर्छु थ्योरी। अरू पनि ह्युमन सिस्टमको थ्योरीहरू त्यहीँ राखिदिएको छु। सो अब ढिलो नगरी लेट्स स्टार्ट है। फर्स्ट क्वेसन, व्हिच अफ द फलोइङ इज द स्ट्रक्चरल एन्ड फङ्सनल युनिट अफ द नर्भस सिस्टम। ल हेर त, यो त एकदम सजिलो क्वेसन हो नि त। सबभन्दा बेसिक क्वेसन भनेको यही हो। सबैभन्दा स्ट्रक्चरल एन्ड फङ्सनल युनिट अफ ह्युमन बडी सेल भयो होइन। तर नर्भस सिस्टमको चाहिँ के हो? नर्भस सिस्टमको एउटा सेललाई चाहिँ के भनिन्छ? पार्टिकुलरली न्युरन है। ओके, हेर त, न्युरोग्लिया भनेको के हो? न्युरोग्लिया भनेको सपोर्टिङ सेल्सहरू हो है नर्भस सिस्टममा आउने। अहिले यसको बारेमा पनि क्वेसनहरू गर्छौँ। स्वान सेल भनेर के हो त? हेर त, तिमीहरूले एउटा निमोनिक COPS भनेर पढेका छौ है। सी भनेको सेन्ट्रल नर्भस सिस्टममा, ओ भनेको ओलिगोडेन्ड्रोसाइटे। यसले के गर्छ त? ओलिगोडेन्ड्रोसाइटले चाहिँ CNSमा भएको न्युरोनहरूमा माइलिन सिथ फर्मेसन गर्छ। ओके, त्यस्तै पी भनेको के हो? PNS होइन। तिमीहरूलाई थाहा छ नि हाम्रो नर्भस सिस्टमहरू के छ भनेर। हेर त, एउटा सेन्ट्रल नर्भस सिस्टम, अर्को पेरिफेरल नर्भस सिस्टम होइन। अनि त्यसपछि अर्को के छ? एन्टेरिक नर्भस सिस्टम हो कि नै? ओके है, यसको बारेमा सबै डिटेलली पढ्दै जानेछौँ हामी। ओके, त्यसपछि पीबाट भनेको पेरिफेरल नर्भस सिस्टममा यास भनेको के हो भन त? स्वान सेलले। ओके, स्वान सेलले के गराउँछ त? माइलिन सिथ फर्मेसन गराउँछ। ल भन त, यो कुराहरू बुझ्यौ नि है। ल, अनि एस्ट्रोसाइट भनेको के हो भन त? एस्ट्रोसाइट भनेको पनि के हो त? वान अफ द न्युरोग्लियल सेल, जुन चाहिँ सपोर्टिङ सेल हो। ओके, ल ओके, PNS भयो, CNS होइन। अनि ENS भनेको के हो? एन्टेरिक नर्भस सिस्टम, जुन चाहिँ मैले डाइजेस्टिभ सिस्टममा भनेको छु। सी भनेको सेन्ट्रल नर्भस सिस्टम, स्पाइनल कर्ड र के भयो त भन त? हाम्रो ब्रेनमा पर्यो होइन। अनि पी भनेको के हो? पेरिफेरल नर्भस सिस्टम। यसको फङ्सनल डिभिजन गर्ने हो भने एउटा सेन्सरी छ होइन, अर्को मोटर डिभिजन छ। ओके, मोटर डिभिजन। सेन्सरी भनेको एफेरेन्ट पनि भन्छ, मोटर भनेको इफेरेन्ट पनि भन्छ। ओके, मैले स्पाइनल कर्ड पढाउँदाखेरि भन्छु होइन। त्यसपछि हेर, यो इफेरेन्टमा के छ त? दुईवटा प्रकारको छ। एउटा सोमाटिक नर्भस सिस्टम छ होइन, सोमाटिक नर्भस सिस्टम। अर्को चाहिँ अटोनोमिक नर्भस सिस्टम। र अटोनोमिक नर्भस सिस्टमभित्र चाहिँ के छ त भन त? दुईवटा छ, एउटा सिम्प्याथेटिक अनि अर्को प्यारासिम्प्याथेटिक। अनि यसैभित्र पनि अझ अटोनोमिकभित्र नै राख्छ ENSलाई पनि, एन्टेरिक नर्भस सिस्टमलाई है। ओके, ल बुझ्यौ नि है। सो एन्सर के भयो त हाम्रो? एन्सर न्युरन। अब अर्को क्वेसन, द सेल बडी अफ अ न्युरन इज अल्सो नन एज। हेर, अब न्युरनको सिम्पल डायग्राम बनाउँदाखेरि यो भयो, यस्तो यस्तो भयो, यस्तो है। यसलाई के भनिन्छ त भन त? यहाँनिर यिनीहरूलाई डेन्ड्राइट भनेर भनिन्छ। ओके, डेन्ड्राइट भनिन्छ। यो भनेको के हो भन त? सेल बडी भयो। सेल बडीभित्र के हुन्छ? न्युक्लियसहरू हुन्छ होइन। न्युक्लियस, इन्डोप्लाज्मिक रेटिकुलमहरू भयो, माइट्रोकन्ड्रियाहरू यसैमा भयो। यहाँनिर यसलाई के भन्छ? एक्जन हिलक भनिन्छ। अहिले एक्जन हिलकको बारेमा पनि पढौँला है। अनि यो तल आएकोलाई एक्जन भनिन्छ भनेपछि यहाँनिरको यसलाई के भनिन्छ भन त? योहरू टेलोडेन्ड्रिया हो। टेलोडेन्ड्रियाको पनि टर्मिनलमा चाहिँ के हुन्छ भन त? यहाँनिर सिनेप्टिक टर्मिनल, साइनेप्टिक टर्मिनल्सहरू हुन्छ है। यसपछि के हुन्छ? यहाँनिर अर्को सेलको डेन्ड्राइट आउँछ होइन, त्यो चाहिँ सेल बडीमा पुग्छ अनि यसले एक्जन भन्दै। सो डेन्ड्राइटले के गरिरहेछ? रिसिभ गरिरहेछ, यहाँनिर बडीमा प्रोसेस हुन्छ, यहाँबाट एक्जनबाट तलतिर गइरहेछ। यहाँनिर यो जुनिहरू के हो त? न्युरो ट्रान्समिटरहरू। यो चाहिँ तिमीले पढाएको छौ होला है, आई गेस होइन। नत्र अहिले चाहिँ सबै डिटेलली बुझिँदै जान्छ क्वेसनहरू सल्भ गर्नै जाँदा। सो सेल बडी अफ अ न्युरन भनेर केलाई भनिन्छ भन त? ओके, अब हेर, एक्जन भनेको के हो? यो माथिको जुन सेल बडीबाट तलतिर जाँदैछ नि जुन टेलोडेन्ड्रियातिर, यसलाई भन्छ, यो हो एक्जन भन्ने पार्ट न्युरनको है। सो एन्सर सेल बडी अफ अ न्युरन लाइक अल्सो नोन एज एक्जन हो त? होइन, मिस्टेक भयो है यो वाला। सो डेन्ड्रोन, हेर त, डेन्ड्रोन हो त? होइन, डेन्ड्रोन भनेको के हो? डेन्ड्राइट्स भनेको प्लुरल भयो, डेन्ड्रोन भनेको के भयो त?
सिङ्गुलर भयो। सो एउटा मात्र, यो पनि होइन। सो सेल बडीको अर्को नाम पनि के हो भनेपछि साइटन अथवा सोमा भनेर भनिन्छ। ओके, यो भनेको के हो, सिनोनिम हो सेल बडीको लागि। हेर त, न्युराइट भनेको के हो, कुनै प्रोसेस हो। त्यस्तो सेल बडीसँग चाहिँ कुनै पनि मिनिङ छैन यसको। सो एन्सर के भयो त, साइटन अथवा सोमा। विच अफ द फलोइङ इज नट फाउन्ड इन द सेल बडी अफ अ म्याच्योर न्युरोन। ल, के पाइँदैन अरे। हेर त, हामीले एउटा पुरानो थ्योरी अनुसार चाहिँ के पढाएछौँ भनेपछि हाम्रो जुन सेन्ट्रल नर्भस सिस्टमहरूमा भएको यो सेलहरू चाहिँ जब एकचोटि ड्यामेज हुन्छ त्यसपछि चाहिँ के हुँदैन त, मजाले जसरी हाम्रो शरीरको अरू सेलहरू रिजेनरेट हुन्छ नि, ग्रोथ हुन्छ, त्यो तरिकाले चाहिँ रिजेनरेट हुँदैन अथवा डिभाइड हुँदैन। के को एब्सेन्सले गर्दा त, सेन्ट्रियोल्सको एब्सेन्सले गर्दा। किनभने सेन्ट्रियोल केमा चाहिन्छ भने त, सेल डिभिजनमा त मजाले चाहिन्छ। किन भनेपछि भने त क्रोमोजोमहरूलाई एउटा लाइनमा राख्न, मेटाफेजमा, उसमा एनाफेज टेलोफेजसम्म तान्नको लागि चाहिँ जुन चाहिँ फाइबर केबाट आउँछ त, सेन्ट्रियोलबाट आउँछ। ओके, सो सेन्ट्रियोल नभयो भने के हुन्छ, सेल डिभिजन हुन गाह्रो हुन्छ। सो त्यसैले चाहिँ म्याच्योर न्युरोनहरूमा चाहिँ के पाइँदैन त, सेन्ट्रियोल पाउँदैन। निसल्स ग्रान्युल्सहरू पाइन्छ। ओके, न्युरोफाइब्रिल्स पाइन्छ, माइट्रोकन्ड्रिया पाइन्छ, सबै पाइन्छ। सो एन्सर के भयो त, हाम्रो सेन्ट्रियोल। निसल ग्रान्युल्स आर कम्पोज अफ लवना। ओके, निसल ग्रान्युल्स भनेको चाहिँ के हो भनेपछि यो चाहिँ रफ इन्डोप्लाज्मिक रेटिकुलममा जब राइबोजमहरू टाँसिन्छ नि त्यसैको क्लम्पहरू हो के बनेको है। के को लागि रेस्पोन्सिबल हुन्छ त, प्रोटिन सिन्थेसिसको लागि होइन। तिमीलाई थाहा छँदैछ, यो चाहिँ सेल अर्गानल्सहरूमा पढेको छ। र स्मुथ इआर एन्ड राइबोजम्स भनेको छ। स्मुथ इआरमा चाहिँ राइबोजम हुन्छ त, हुँदैन भनेपछि यो त अप्सनै भएन। ओके, रफ इआर एन्ड राइबोजम्स अलरेडी डिस्कस भइसक्यो। गोल्गी एपाटस एन्ड लाइजोजोम्स रे है, यो चाहिँ सेपरेट अर्गानल हो नि त, निसल्स ग्रान्युल त होइन। सो माइट्रोकन्ड्रिया एन्ड न्युरोफिब्रिल पनि होइन। ओके, यो चाहिँ न्युरोफिब्रिल्सहरू भनेको के भन्छ, यिनीहरू चाहिँ स्ट्रक्चरल हो के, यसले चाहिँ निसल ग्रान्युल्सहरू बनाउँदैन। यसको बारेमा नि म भन्छु अहिले एकछिनमा होइन, सबै एकै ठाउँमा गन्जागोल नगरौँ। सो एन्सर के हो, अहिलेको यो क्वेसनबाट तिमीले थाहा पाउनुपर्ने निसल्स ग्रान्युल्सहरू भनेको के हो त, रफ इन्डोप्लाज्मिक रेटिकुलम हो जसमा चाहिँ राइबोजमहरू टाँसिएको छ। ओके, अनि स्युडो युनिपोलर न्युरोन्स आर अल्सो कल्ड भने त, स्युडो युनिपोलर न्युरोन्सलाई हामीले के पनि भन्छौँ त, युनिपोलर न्युरोन्स है। स्युडो युनिपोलर न्युरोन भनेको चाहिँ टाइप अफ युनिपोलर न्युरोन हो। तिनीहरूमा चाहिँ के हुन्छ, सिङ्गल प्रोसेस हुन्छ जुन चाहिँ दुईवटा ब्रान्चेसमा टाँसिएको हुन्छ, छुट्टिएको हुन्छ। यसरी आउँछ, एउटै प्रोसेस दुईतिर यसरी छुट्टिन्छ क्या, जसलाई के भनिन्छ त हामीले स्युडो युनिपोलर। अपोलर भनेको भन्ने बित्तिकै के हुन्छ, एब्सेन्स भनेको कुनै पनि प्रोसेस हुँदैन है। नो प्रोसेसेस भनेको कस्तो भनेपछि यहाँ एक्जन्डलाई भन्न खोजिएको है। ओके, ल, अनि त्यसपछि अपोलर भयो। युनिपोलर भनेको यहाँनिर भइहाल्यो होइन। स्युडो युनिपोलर्सलाई चाहिँ युनिपोलर भन्छ। युनिपोलरमा पनि एउटा मात्र प्रोसेस हुन्छ। बाइपोलर भनेको के हो, दुईवटा डिस्टिङ प्रोसेसेस हुन्छ। एउटा डेन्ड्राइट भयो, वान डेन्ड्राइट, अनि अर्को चाहिँ के हुन्छ, वान एक्जन भयो, यो भनेको बाइपोलर भयो। मल्टिपोलर भनेको चाहिँ एउटा एक्जन र मल्टिपल डेन्ड्राइट्सहरू हुन्छ। ओके, मल्टिपोलरको एम फर मल्टिपोलर, एम फर मोटर न्युरोन्सहरूमा हुन्छ। ओके, अपोलरहरू केमा पाइन्छ, एम्ब्रायोनिक सेल्सहरूमा पाइन्छ। ओके, बुझ्यो है। सो एन्सर के भयो त, युनिपोलर न्युरोन्स। मोटर न्युरोन्स आर एक्जाम्पल्स अफ विच स्ट्रक्चरल टाइप। हेर, मैले भर्खर भनेको थिएँ। सो के हो त, मोटर एक्जाम्पल्सहरू, मोटर न्युरोन्सहरू मल्टिपोलर होइन। युनिपोलर युनिपोलर भयो होइन। जस्तै एउटा तिमीलाई डोर्सल रोड ग्याङ्ग्लिया थाहा छ, यो के भयो त, हाम्रो स्पाइनल कर्ड है। यसमा हेर, यो भेन्ट्रल भयो, यो डोर्सल पार्ट भयो। डोर्सल पार्टमा यहाँनिर के हुन्छ, एउटा सुनिएको हुन्छ यसरी है। यहाँनिरबाट न्युरोन आयो, यहाँनिर यसरी बस्यो, यहाँनिर गयो भन त, यो के हो त, डोर्सल रोड ग्याङ्ग्लियामा यहाँबाट त एउटै न्युरोन यसरी आयो, यहाँनिर सेल बडी छ, यहाँनिरबाट गयो
भनेपछि के हुन्छ त भन त, दिस वान इज स्युडो युनिपोलार है। बाइपोलार कहाँ पाइन्छ, रेटिनामा पाइन्छ होइन, अल्फ्याक्ट्री एपिथेलियममा पाइन्छ। ओके, अपोलार कहाँ पाइन्छ भन त, यसमा त कुनै पनि प्रोसेसहरू छैन, कहाँनिर पाइन्छ मैले भनेको थिएँ अघि, एम्ब्रायोनिकमा है। ओके, फङ्सनल्ली न्युरोन्स द्याट क्यारी इम्पल्सेस फ्रम द सिएनएस टु एफेक्टर्स आर्कर। ल भन त, एफेरेन्ट भनेको के हो, आउने, आफ्नो नर्भस सिस्टमतिर आउने। इफेरेन्ट भनेको के हो, जाने। ओके, तिमीलाई ग्लोमेरुलस पढाउँदाखेरि मैले बोमेन्स क्याप्सुलमा को माथि हेर त, यहाँनिर के भनेको थिएँ, यो भनेको एफेरेन्ट आर्ची, एफेरेन्ट भनेको आउने, इफेरेन्ट भनेको जाने। एफेरेन्ट ठुलो हुन्छ, इफेरेन्ट धेरै सानो हुन्छ, त्यसैले यहाँनिर हाइड्रोस्ट्याटिक प्रेसर जेनेरेट भएर के हुन्छ, फिल्टर हुन्छ भनेर भनेको थियो। त्यस्तै एफेरेन्ट भनेको आउने, इफेरेन्ट भनेको जाने। सो हाम्रो न्युरोनले जुन चाहिँ इम्पल्स क्यारी गरिरहेको छ सिएनएसदेखि एफेक्टरतिर भनेपछि के हो त, दिस वान इज एफेरेन्ट हो त होइन। इन्टरन्युरन भनेको कस्तो हो, जसले चाहिँ दुईवटा न्युरोनलाई जोड्ने काम गर्छ, बुझ्यौ। एफेरेन्ट र इफेरेन्टलाई जोडेर लाइक कस्तो भनेपछि सिएनएसमा जोडिदियो होइन, तर चाहिँ एफेक्टरसम्म पुग्दैन। ओके, सेन्सरी न्युरन यो भनेको के हो, एफेरेन्ट न्युरन हो, जसले चाहिँ के हुन्छ त, इम्पल्सलाई चाहिँ सिएनएसतिर जान्छ। मोटर न्युरन्सहरू के हो, इफेरेन्ट न्युरन हो, जुन चाहिँ कहाँतिर जान्छ, मसल्सतिर जान्छ। सो एन्सर के भयो त, इफेरेन्ट न्युरन। ओके, अब अर्को क्वेसन, विच स्ट्रक्चर इज द लङ प्रोसेस अफ अ न्युरन एन्ड इज अल्सो कल्ड नर्भ फाइबर भनेको छ। हेर, न्युरनको प्रोसेस भनेको के छ त, हामीसँग एक्जन अथवा हामीसँग डेन्ड्राइट छ है। ओके, अब हेर के भनेको छ भनेपछि यो कुनै पनि यो हाम्रो न्युरोनको प्रोसेस भन्नाले कस्तो भने चाहिँ यो सेलको एउटा यस्तो पार्ट जुन चाहिँ सेलबाट चाहिँ टाढासम्म पुगेको छ। ओके, हाम्रो यसरी हेर्दाखेरि न्युरोनमा यो एक्जन भयो, यो सेल बडी भयो, यहाँबाट आउँछ डेन्ड्रन है, डेन्ड्रनहरू धेरै भयो भने डेन्ड्राइट बनियो। ओके, यहाँनिर जान्छ है यसरी। ओके, टर्मिनल ब्रान्च हुन्छ, यो जान्छ यसरी। भनेपछि यहाँनिर चाहिँ लङ प्रोसेस अफ न्युरोन के भयो त, हाम्रो एक्जन भयो। र एक्जनहरू थुप्रै मिलेर होइन, अनि यसको कभरिङ लगाइसकेपछि यसलाई के भनिन्छ त, हामीले नर्भ फाइबर। सो एन्सर के भयो त, एक्जन है। ओके, निसल्स ग्रान्युल्स आर प्रेजेन्ट इन डेन्ड्रोन बट एब्सेन्ट इन, ल भन त केमा एब्सेन्ट हुन्छ त, एक्जनमा होइन। सेल बडीमा पनि प्रेजेन्ट हुन्छ। ओके, डेन्ड्राइट्समा प्रेजेन्ट हुन्छ, अलरेडी यहीँ लेखिदिएको छ है। अनि त्यसपछि न्युरोफाइब्रिल्स भनेको कुनै पनि लोकेसन होइन, यो भनेको चाहिँ स्ट्रक्चरल फिलामेन्ट्सहरू हो के। ओके, यो चाहिँ न्युरोनमा पाइन्छ। सो एन्सर के भयो त, हाम्रो एक्जनमा निसल्स ग्रान्युल्सहरू हुँदैन। द डाइरेक्सन अफ इम्पल्स कन्डक्सन इन एन एक्जन इज, ल भन त कन्डक्सन कता हुन्छ, हाम्रो यो एक्जनमा अवे फ्रम द सेल बडी, सेल बडीबाट टाढा लाने काम गर्छ नि होइन। टुवर्ड्स द सेल बडी के को काम हो भन त, डेन्ड्राइट्सको अथवा डेन्ड्रोन्सको होइन। बाइडाइरेक्सनल हाम्रो म्यामेलियन एक्जनहरूमा हुँदैन खासै है। अनि ऱ्यान्डम भन त, हाम्रो शरीरमा जुन न्युरोनमा इम्पल्स कन्डक्सन हुन्छ नि एकदमै रेगुलेटेड वेमा हुन्छ, बुझ्यौ, ऱ्यान्डमली हुँदैन। सो एक्जनको काम के हो त, अवे फ्रम द सेल बडी। विच न्युरोग्लियल सेल्स आर द मोस्ट एबुन्डेन्ट इन द सिएनएस। हेर, न्युरोग्लियल सेल्स भनेको के हो त भन त, देज आर द सपोर्टिङ सेल्स है। र यसमा सबैभन्दा धेरै हाम्रो शरीरमा एराउन्ड सिएनएसमा 50% पाइने भनेको चाहिँ के हो त, एस्ट्रोसाइड्स है। ओलिगोडेन्ड्रोसाइड्स अलिकति कम हुन्छ है। यसको काम के हो भन त, सिएनएसमा माइलिन सिथ फर्मेसन अघि नै भनिसके। माइक्रोग्लिया अझै कम हुन्छ हो। माइक्रोग्लियाको काम के हो भन त, फेगोसाइड्स अफ नर्भस सिस्टम होइन। एपेन्डाइमल सेल्सले केमा हेल्प गर्छ, हाम्रो के को फर्मेसनमा भन त, सिएसएफको। ओके, स्वान सेल्स आर फाउन्ड इन विच डिभिजन अफ द नर्भस सिस्टम, मैले अघि भनिसकेँ। स्वान सेल्स कहाँ पाइन्छ त भन त, पिएनएस अन्ली, पेरिफेरल नर्भस सिस्टममा। ओके,
अब यहाँनिर अर्को के छ, अटोनोमिक भन्ने छ। अटोनोमिक इज द ब्रान्च अफ पेरिफेरल नर्भस सिस्टम। पेरिफेरल नर्भस सिस्टममा पनि के छ त, एउटा मोटर र सेन्सरी छ। ओके, र मोटरभित्र के छ त, एउटा सोमाटिक, जसले चाहिँ हाम्रो कुन चाहिँ भोलुन्ट्री मसल्सहरूलाई सप्लाई गर्छ। अर्को इनभोलुन्ट्रीको लागि एएनएस छ होइन, अटोनोमिक नर्भस सिस्टम। अटोनोमिक नर्भस सिस्टमभित्र पनि सिम्प्याथेटिक र प्यारासिम्प्याथेटिक छ। सो अटोनोमिकलाई अन्ली मात्र गर्छ त होइन नि त, सोमाटिकलाई पनि गर्छ। सो यो सबैको ओभरअलमा एन्सर भनेको पिएनएसमा है, पेरिफेरल नर्भस सिस्टम। यसको सबसेटभित्र अटोनोमिक पर्ने भयो। विच ग्लायल सेल्स हेल्प्स इन द सर्कुलेसन अफ सेरेब्रो स्पाइनल फ्लुइड। सर्कुलेसनमा केमा हेल्प गर्छ, कसले भने थियो है, एपेन्डाइमल सेलले। किनकि एपेन्डाइमल सेलले चाहिँ भेन्ट्रिकल्स छ नि, ब्रेनमा भएको भेन्ट्रिकल र हाम्रो स्पाइनल कर्डमा भएको सेन्ट्रल क्यानललाई के गरेर हुन्छ त, लाइन गरेर बसेको हुन्छ। र यसमा भएको सिलियाले चाहिँ केमा हेल्प गर्छ त, मुभमेन्ट अफ द सेरेब्रो स्पाइनल फ्लुइडमा। माइक्रोग्लिया के हो भन त, अघि भर्खर भने मैले, इम्युन सेल हो, फेगोसाइटोस गर्ने काम गर्छ। एस्ट्रोसाइटले ब्लड ब्रेन ब्यारियर बनाउने काम गर्छ हो। ओके, त्यसपछि ओलिगोडेन्ड्रोसाइटले माइलिन सिथ फर्मेसन गर्छ सिएनएसमा। विच अफ द फलोइङ न्युरोग्लियल सेल्स इज अफ मेजोडर्मल ओरिजिन। कुन चाहिँ हो मेजोडर्मल ओरिजिनको भन त। अब हेर, एस्ट्रोसाइट्स जुन छ नि, यो के को एन्टायर नर्भस सिस्टममा, यो भनेको एक्टोडर्मल है। ओलिगोडेन्ड्रोसाइट्स पनि एक्टोडर्मलको, एपेन्डाइमल सेल्स पनि एक्टोडर्मल ओरिजिनको, माइक्रोग्लिया भनेको मेजोडर्मल सेल्सबाट आउँछ है। ओके, योल्क स्याकबाट। ओके, सो अरू सबै सपोर्टिङ सेल एन्टायर नर्भस सिस्टम एक्टोडर्मलबाट हुन्छ, तर माइक्रोग्लिया चाहिँ एम फर माइक्रोग्लिया, एम फर मेजोडर्मल ओरिजिन है। वान ओलिगोडेन्ड्रोसाइट्स क्यान माइलिनेट। ल हेर त कति इन्ट्रेस्टिङ क्वेसन छ। कस्तो भनेपछि एउटा ओलिगोडेन्ड्रोसाइटले चाहिँ कतिवटा सेललाई चाहिँ माइलिनेट गर्न सक्छ भन त, मल्टिपल एक्सन्स है। ओके, अब हेर कस्तो हुन्छ भनेपछि एउटा सिङ्गल ओलिगोडेन्ड्रोसाइट्स, यो सिङ्गल ओलिगोडेन्ड्रोसाइट्सबाट मल्टिपल प्रोसेसहरू यसरी निस्किएको हुन्छ, जसले चाहिँ यहाँबाट यो यसको एक्जनलाई गर्यो होला अरे, यो गएर अर्को एक्जनलाई गर्छ होइन, यसरी आउँछ। यसले एउटै ओलिगोडेन्ड्रोसाइटले मल्टिपल करिब 50वटासम्मलाई पनि के गर्न सक्छ त, माइलिनेट गर्न सक्छ है। एउटा मात्रै एक्जन होइन, यो त के हो त भन त, स्वान सेलको काम हो। स्वान सेलले के गर्छ त, पिएनएसमा एउटा आफू स्वान सेलले एउटा मात्रै एक्जन, एउटा मात्रै एक्जनको पनि एउटा मात्रै नोडलाई के गर्छ त भन त, यसले माइलिनेट गर्ने काम गर्छ। ओके, अब हेर डेन्ड्राइट हो, ओलिगोडेन्ड्रोसाइट होइन। ओलिगोडेन्ड्रोसाइट भनेर कहिलेकाहीँ फेरि डेन्ड्रोसाइट भनेर लगाइदिने होइन। डेन्ड्रोसाइटमा माइलिनेट गर्दैन, केमा गर्छ त, एक्जनमा। ओके, द माइलिन सिथ इज रिच इन विच फोस्फोलिपिड। ल भन त, यो चाहिँ यसको एन्सर हो स्फिङ्गोमाइलिन, बुझ्यौ। अनि लेसिथिन भनेको के हो, यो चाहिँ मेम्ब्रेन्सहरूमा पाइन्छ है। सेफालिन, फोस्फाटिडाइल, आइनोसाइटल चाहिँदैन खासै, यो पनि के हो, मेम्ब्रेन लिपिड नै हो है। ओके, अब यो सेफालिन हुन चाहिँ हुन्छ, तर सबभन्दा बढी कुन चाहिँ हुन्छ भन त, हाम्रो स्फिङ्गोमाइलिन। द ग्याप्स इन द माइलिन सिथ वेयर द एक्जन इज एक्सपोज्ड आर कल्ड। ल भन त कति सजिलो, यो त तिमीलाई सुनेकै छ होला। यसलाई भन्छ, हेर कस्तो हुन्छ भने चाहिँ यो सेल बडी भयो, यो एक्जन भयो, यहाँनिर के हुन्छ, माइलिन सिथ र माइलिन सिथ यसरी हुन्छ। यो बिचको ग्याप छ नि, यसलाई के भन्छ त, नोड्स अफ रेनवियर भन्छ। ओके, यो भनेको के हो, अनमाइलिनेटेड ग्याप हो। ओके, यसमा चाहिँ के हुन्छ, हाई डेन्सिटीको सोडियम च्यानलहरू हुन्छ। त्यसैले के को लागि हेल्प गर्छ त, साल्टेटरी कन्डक्सन। साल्टेटरी कन्डक्सनले केमा हेल्प गर्छ त, सिम्पली बुझ्दा फास्टली चाहिँ हाम्रो के अरे इम्पल्सहरूलाई चाहिँ एक ठाउँबाट अर्को ठाउँमा लानको लागि हेल्प गर्छ। ओके, सिनेप्टिक नर्भ भनेको के भन त, यो त सबैभन्दा टर्मिनल नर्भमा हुने हो नि है। ओके, टर्मिनलको स्वेलिङ भनेको सिनेप्टिक नर्भ भयो। नोड्स अफ रेनवियर एन्सर भयो। एक्जन हिलक्स भनेको के हो, यो भनेको ठ्याक्कै यहाँनिरबाट यसरी
एक्जन सुरु हुँदाखेरि सेल बडी र एक्जन सुरु हुँदाखेरि यहाँनिर एउटा कोन सेपको रिजन हुन्छ जसले चाहिँ सेल बडीलाई चाहिँ यसरी छोएको हुन्छ, लाइक जोइन गरेको हुन्छ। यसलाई भन्छ एक्जन हिलक है। टेलोडेन्ड्रिया भनेको के हो मैले भनिसकेँ। एक्जन आउँछ यसरी फाइन टर्मिनल ब्रान्चेसमा छुट्छ, यो टेलोडेन्ड्रिया हो। र टेलोडेन्ड्रियाको लास्टमा चाहिँ के हुन्छ, सिनेप्टिक नर्भ। ओके, यो टेलोडेन्ड्रिया हो, यो एक्जन हो है। एक्जन, यो टेलोडेन्ड्रिया। सो एन्सर के भयो मलाई भन्नु त? हाम्रो एन्सर भयो नोट्स अफ रेनबियर। द प्रोसेस अफ माइलिन फर्मेसन इज कल्ड, कति सजिलो छ भन त? माइलिनेसन, माइलिनोजेनेसिस, माइलोपोएसिस र माइलोथिसिस। अब हेर, माइलिनेसन भनेको एउटा जनरल टर्म हो है। अनि कस्तो भने चाहिँ माइलिनेसन भनेर भन्छ। तर माइलिनोजेनेसिस भनेको चाहिँ प्रिसाइज मेडिकल टर्म हो के, फर्मेसन अनि डेभलपमेन्टको लागि के को, माइलिन शीतको। माइलोपोएसिस भनेको प्रोडक्सन अफ बोन म्यारो सेल्स। ओके, माइलोपोएसिस भनेको बोन म्यारोको सेल्सहरूको प्रोडक्सन हो। माइलोप्थेसिस भनेको प्याथोलोजिकल रिप्लेसमेन्ट अफ बोन म्यारो हो। जब बोन म्यारोमा चाहिँ फाइब्रस टिस्यु आएर यसलाई रिप्लेस गर्छ, यसलाई भन्छ माइलोप्थेसिस। सो एन्सर के भयो त? प्रिसाइज भनेको बेस्ट अप्सन के भयो, माइलिनोजेनेसिस। जहिले पनि हामी जेनेसिस आयो भने के हुन्छ त, फर्मेसन भनेर बुझ्छौँ नि है। स्पर्मेटोजेनेसिस होइन, स्पर्मियोजेनेसिस, त्योहरू सबै। ओके, अब अर्को क्वेसन है। द रेस्टिङ मेम्ब्रेन पोटेन्सियल अफ अ टिपिकल न्युरोन इज एप्रोक्सिमेटली। एक्सन पोटेन्सियलको बारेमा हामीले पढेको छौँ है। ओके, सिम्पली है, रेस्टिङ मेम्ब्रेन पोटेन्सियल भनेको के हो त भनेपछि जब एउटा सेल चाहिँ आफ्नो रेस्टिङ स्टेटमा हुन्छ, कुनै पनि इम्पल्स कन्डक्ट गरिरहेको हुँदैन भनेपछि उसको चाहिँ आफ्नो रेस्टिङ मेम्ब्रेन पोटेन्सियल चाहिँ कति हुन्छ त, माइनसमा हुन्छ, द्याट इज नेगेटिभमा हुन्छ। आफ्नो सेलभित्रको है, सेलभित्रको इनसाइडमा सेलमा कति हुन्छ, -70 मिलिभोल्ट हुन्छ है। -55 मिलिभोल्ट भनेको के हो, यो त थ्रेसहोल्ड पोटेन्सियल हो है। थ्रेसहोल्ड पोटेन्सियल भनेको कस्तो पोटेन्सियल, जस्तै सिम्पली म एउटा सिम्पली है, यसलाई एक्ज्याक्टली भन्दा पनि सिम्पली कसरी बुझ भने चाहिँ जब एउटा सेल रेस्टमा हुन्छ है, यसले चाहिँ कुनैबाट चाहिँ यहाँ माथिको एक्जनबाट चाहिँ यहाँको डेन्ड्रोनले के पायो अरे, इम्पल्स पायो अरे। ल अब तिमी चाहिँ एक्टिभेट हुनु पऱ्यो, यहाँबाट कुनै इन्फर्मेसन आएको छ, तिमीले चाहिँ अर्को ठाउँमा पुऱ्याउनु पऱ्यो भन्छ। र यसले इम्पल्सले गर्दा यदि यहाँनिरको यो जुन सिनेप्टिक उसमा छ नि टर्मिनलमा, यदि यो -55 मिलिभोल्ट होइन, यसरी के -70 मिलिभोल्ट चाहिँ होइन, जब यहाँनिर न्युरो ट्रान्समिटर आएर चाहिँ के हुन्छ, भोल्टेज गेटेड सोडियम च्यानल खोल्दा, या के अरे भोल्टेज गेटेड होइन, पहिला सुरुमा त आफ्नो न्युरो ट्रान्समिटरले चाहिँ आफूले खोल्छ च्यानल, त्यहाँबाट सेल के अरे सोडियम जाला अरे। जब यो -70मा चाहिँ प्लस 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 चार्ज बढ्दै जान्छ र जब -55 मिलिभोल्ट पुग्छ नि, तब चाहिँ थ्रेसहोल्ड पोटेन्सियल गइसकेपछि बल्ल के खुल्छ त भन त, हाम्रो भोल्टेज गेटेड सोडियम च्यानलहरू, जसले गर्दा के हुन्छ, त्यो च्यानलबाट सोडियम भित्र आउँछ। सोडियम भित्र आउने बित्तिकै के भित्रको नेगेटिभ चाहिँ केमा जान्छ, माथि पुग्छ होइन, प्लस प्लस हुँदै जान्छ नि त, 0बाट फेरि माथि पुग्छ। ओके, अनि त्यसपछि जब +30 मिलिभोल्ट पुग्छ, यो त के हो, पिक हो, पिक अफ द एक्सन पोटेन्सियल होइन। त्यसपछि 30 पछि फेरि झर्दै झर्दै के हुन्छ त, हाम्रो पोट्यासियम च्यानल्सहरू ओपन हुन्छ, लुज पोट्यासियम च्यानलहरू, यसबाट पोट्यासियम सेल बाहिर जान्छ। अनि अर्को हाम्रो चाहिँ के हुन्छ, सोडियम पोट्यासियम ट्रान्सपोर्टर, को ट्रान्सपोर्टरले गर्दाखेरि यसरी चाहिँ फेरि सेलको पोलराइजेसन कम हुँदै हुँदै हाइपर पोलराइजेसन हुन्छ। हाइपर पोलराइजेसन भनेको सेलबाट प्लस धेरै उता जान्छ, पोट्यासियम लुज पोट्यासियम च्यानलबाट पोट्यासियम धेरै जान्छ र कतिमा पुग्छ, -90 मिलिभोल्टमा पुग्छ। -90 मिलिभोल्टबाट फेरि सेललाई त हामीले रेस्टिङ स्टेजमा -55मा ल्याउनु पऱ्यो। त्यो काम कसले गर्छ त, सोडियम पोट्यासियम को ट्रान्सपोर्टर। यसको काम के हो, यो सेलमा बस्छ, हेर यसको काम के हो, पोट्यासियम, 2टा पोट्यासियम भित्र ल्याउने, 3टा सोडियम बाहिर फाल्ने काम हो।
हाम्रो सोडियम पोट्यासियम पम्पले के गर्यो त हाइपर पोलराइजेसन भएको सेललाई चाहिँ फेरि कुन चाहिँ स्टेजमा ल्याउने भयो त यो -90बाट पनि बिस्तारै बढाउँदै कहाँनिरसम्म पुग्छ -55 मिलिभोल्ट। अब हेर यसमा जहिले पनि एउटा चार्जको कमी भइरहेछ किनभने चाहिँ 3वटा बाहिर गइरहेछ, 2वटा पोजिटिभ चार्ज भित्र आइरहेछ। ओके 3वटा बाहिर 2वटा भित्र। सो बिस्तारै गर्दै कतिसम्म पुग्छ त -55 मिलिभोल्टसम्म पुग्छ। द थ्रेसहोल्ड पोटेन्सियल फर इनिसिएटिङ एन्ड एक्सन पोटेन्सियल इज एप्रोक्सिमेटली मैले अहिले भर्खर भने कति हो रे भन त -55 मिलिभोल्ट। ओके द प्रिन्सिपल इमिडिएट कज अफ द रेस्टिङ मेम्ब्रेन पोटेन्सियल इज भन त जुन चाहिँ लाइक प्रिन्सिपल चाहिँ कज केले गर्दा हुन्छ त हाम्रो रेस्टिङ मेम्ब्रेन पोटेन्सियल उसमा जाने पोट्यासियम इफ्लक्सले गर्दा हो है। ओके सोडियम इन्फ्लक्स भयो भने के हुन्छ डिपोलराइजेसन हुन्छ, डिपोलराइजेसन है। तर हामीलाई चाहिँ के पर्नेछ त रेस्टिङ मेम्ब्रेन पोटेन्सियलमा ल्याउनु छ भनेपछि केले गर्दा हुन्छ त पोट्यासियम इफ्लक्स थ्रो लिक च्यानलले गर्दा है। क्लोरिन इन्फ्लक्सले हुँदैन है, यो चाहिँ एकदमै सानो कन्ट्रिब्युटर हो। सोडियम पोट्यासियम एटिपेज एक्टिभिटीले ग्रेडियन्टलाई मेन्टेन त गर्छ होइन, तर मेन भनेको कुन हो प्रिन्सिपल इमिडिएट कज भनेको के हो पोट्यासियम इफ्लक्स थ्रो लिक च्यानल्स। एट रेस्ट द न्युरोनल मेम्ब्रेन इज मोर पर्मिएबल टु व्हिच आयन भनेर हेर मेनली के भनेछ भनेपछि रेस्टको बेला भनेछ है। यहाँनिर हामीले रेस्टको बेला कुन चाहिँ हुन्छ त भन त रेस्टिङ मेम्ब्रेनमा चाहिँ एकदमै धेरै पर्मिएबिलिटी भनेको के को हो पोट्यासियमको हुन्छ है। ओके पोट्यासियमको 50 to 100 टाइम्स ग्रेटर हुन्छ। ओके सोडियमको अलिकति कम हुन्छ, क्लोरिनको मोडरेटली अनि क्याल्सियम त खासै त्यो एकदमै कमै हुन्छ भनौँ। द सोडियम पोट्यासियम एटिपेज पम्पले के ट्रान्सपोर्ट्स भन त अघि भर्खर भनेको छु 3वटा सोडियमलाई चाहिँ सेल बाहिर धकेल्छ भने चाहिँ 2वटा पोट्यासियमलाई चाहिँ भित्र ल्याउँछ। ओके सो एन्सर के भयो त हाम्रो 3 सोडियम आउट एन्ड 2 पोट्यासियम इन। ओके ड्युरिङ द डिपोलराइजेसन फेज अफ एन एक्सन पोटेन्सियल ल भन त डिपोलराइजेसनको फेजमा चाहिँ अघि मैले भने जब थ्रेसहोल्ड पोटेन्सियल पुग्छ त्यसपछि के हुन्छ त भोल्टेज गेटेड सोडियम च्यानल खोल्छ, भोल्टेज गेटेड पोट्यासियम च्यानल होइन। सो भोल्टेज गेटेड सोडियम च्यानल खुलेपछि सोडियम सेलभित्र जान्छ जसले डिपोलराइजेसनलाई चाहिँ +30सम्म पुऱ्याएर पनि फेरि हाइपर पोलराइजेसन हुन्छ किन पोट्यासियम लिकी च्यानल्सहरू खुलेर जुन चाहिँ पोट्यासियम सेलभित्र थियो सेलभित्र भएको पोट्यासियम सेल बाहिर गयो भने के हुन्छ सेलभित्र नेगेटिभ हुन्छ। नेगेटिभ इनकेस केले हुन्छ त जनरली सेलभित्र प्रोटिन्सहरू पनि हुन्छ, प्रोटिन्स भयो फोस्फेट्सहरू भयो यिनीहरूको चार्ज के हुन्छ भन त नेगेटिभमा हुन्छ। सो नेगेटिभ सेलको रेस्टिङ मेम्ब्रेन पोटेन्सियल चाहिँ म्याक्सिमम त नेगेटिभमा भयो है। ओके द एक्सन पोटेन्सियल रिचेज इट्स पिक एट एप्रोक्सिमेटली अघि भर्खर भने कति त +30 मिलिभोल्ट है। द एब्सोल्युट रिफ्र्याक्टिभ पिरियड इज ड्यू टु यहाँ त अब केले गर्दा हुन्छ एब्सोल्युट रिफ्र्याक्टिभ पिरियड। सबैभन्दा पहिला मलाई एउटा कुरा भन तिमीहरूलाई रिफ्र्याक्टिभ पिरियड भनेर थाहा छ कि नै के हो रिफ्र्याक्टिभ पिरियड भनेर तिमीहरूले थाहा छैन भनेपछि हाउ क्यान यु डिल विथ दिस क्वेसन होइन। सो सबैभन्दा पहिला रिफ्र्याक्टिभ पिरियड भनेको एउटा यस्तो समय हो जुन चाहिँ कस्तो भनेपछि एउटा एक्सन पोटेन्सियल भइसक्यो है, यो चाहिँ एउटा एक्सन पोटेन्सियल भइसकेपछिको समय हो जनमा चाहिँ एउटा सेलले चाहिँ अर्को एक्सन पोटेन्सियल जेनेरेट गर्न सक्दैन। भनाइको मतलब यसले यहाँबाट इम्पल्स लिएर पठाउँदाखेरिको समय होइन जसमा चाहिँ उसले चाहिँ फेरि अर्को इम्पल्स लिएर पठाउन सक्दैन। ओके अब हेर यसमा पनि 2टा प्रकारको छ, एउटा एब्सोल्युट रिफ्र्याक्टिभ पिरियड एउटा रिलेटिभ रिफ्र्याक्टिभ पिरियड हो। ओके यसमा चाहिँ अब इट्स लेस लाइकली टु जेनेरेट अनदर एक्सन पोटेन्सियल भन्छ कि ठ्याक्कै जेनेरेट गर्न भन्दा पनि अब म 2टा भन्छु है के छ। एउटा एब्सोल्युट रिफ्र्याक्टिभ पिरियड है, एब्सोल्युट रिफ्र्याक्टिभ पिरियड अनि अर्को रिलेटिभ रिफ्र्याक्टिभ पिरियड छ है। एब्सोल्युट रिफ्र्याक्टिभ पिरियड भनेको जसमा चाहिँ नयाँ पोटेन्सियल कुनै पनि न्यू एक्सन पोटेन्सियल क्यान नट बी अकर। ओके कुनै पनि जेनेरेट गर्न सकिँदैन है। किन त किनकि यसमा सोडियम च्यानल नै पुरै के हुन्छ इनएक्टिभेटेड भएको हुन्छ है, जसले गर्दा यो रिओपन हुँदैन उतिखेरै।
यो कतिखेर हुन्छ? अकर्स ड्युरिङ डिपोलराइजेसनको टाइममा हुन्छ एन्ड ठ्याक्कै रिपोलराइजेसन हुनुभन्दा जस्ट अगाडिपट्टि के हुन्छ? एब्सोल्युट रिफ्र्याक्टिभ पिरियड हुन्छ। एउटा चाहिँ रिलेटिभ रिफ्र्याक्टिभ भनेको चाहिँ यो कस्तो भनेपछि यसमा एक्सन पोटेन्सियल त जेनेरेट गर्न सकिन्छ, तर एउटा नर्मल स्टिमुलसले होइन, नर्मलभन्दा अलिकति स्ट्रङ्गर स्टिमुलस आयो भने अनि बल्ल जेनेरेट गर्न सकिन्छ। यो किन जेनेरेट गर्न सकिन्छ त भनेपछि केही सोडियम च्यानल्सहरू चाहिँ केही रूपमा चाहिँ केही सोडियम च्यानल्सहरू रिकभर भइसकेको हुन्छ होइन, ओके। तर पोट्यासियम च्यानल त स्टिल ओपन नै हुन्छ नि त होइन। कस्तो भनेपछि डिपोलराइजेसन भयो, डिपोलराइजेसन हुँदाखेरि के हो? सोडियम च्यानलभित्र छिर्यो है, पोट्यासियम च्यानल ओपन भयो भने के हुन्छ? हाइपर पोलराइजेसन हुन्छ। ओके, पोट्यासियम च्यानल जहिले पनि सेलभित्र धेरै हुन्छ, त्यसैले चाहिँ आफ्नो हेर त हाई डेन्सिटीबाट लो डेन्सिटीतिर जानु पर्यो। सो पोट्यासियम जहिले पनि बाहिर जान्छ। पोट्यासियम च्यानल चाहिँ के भएको हुन्छ? ओपन भएकै हुन्छ होइन। त्यसले चाहिँ के सेललाई चाहिँ मोर नेगेटिभ बनाइरहेको हुन्छ, ओके। यो चाहिँ कतिखेर हुन्छ त हाम्रो? यो रिलेटिभ रिफ्र्याक्टिभ पिरियड चाहिँ लेट रिपोलराइजेसनको बेला हुन्छ, ओके, अथवा के अरे हाइपर पोलराइजेसन फेजेसको बेला हुन्छ। बुझ्यो कि नै? यसरी बुझ, जस्ट धेरै कुरा नबुझे पनि एब्सोल्युट रिफ्र्याक्टिभ पिरियड चाहिँ जसमा जतिसुकै ठुलो स्ट्रङ्गर स्टिमुलस दियो भने पनि एक्सन पोटेन्सियल जेनेरेट गर्न सकिँदैन। तर रिलेटिभ रिफ्र्याक्टिभ पिरियडमा चाहिँ नर्मलभन्दा पनि अलिकति स्ट्रङ्गर स्टिमुलस दिनियो भने चाहिँ यसले चाहिँ एक्सन पोटेन्सियल जेनेरेट गर्न सक्छ। यो के को कारणले हो भन् त? एब्सोल्युट रिफ्र्याक्टिभ पिरियड यो हो सोडियम च्यानलको इनएक्टिभेसनको कारणले है, ओके। अनि हाइपर पोलराइजेसनले के गर्छ भन त? रिलेटिभ रिफ्र्याक्टिभ पिरियड मतलब क्रिएट गर्छ है हाइपर पोलराइजेसनले, ओके। अनि अर्को पोट्यासियम च्यानल ओपनिङ भनेको छ है। यसले चाहिँ पोट्यासियम च्यानल ओपनिङले केमा हेल्प गर्छ त? हाम्रो रिपोलराइजेसनमा है, ओके। अनि पम्प एक्टिभिटी भनेको चाहिँ यो आउँदै होइन है। ड्युरिङ द रिलेटिभ रिफ्र्याक्टिभ पिरियड एउटा एब्सोल्युट भनेको त्यो भयो। अब रिलेटिभ रिफ्र्याक्टिभ पिरियडको बेला के हुन्छ भन त? एउटा स्ट्रङ्गर देन नर्मल स्टिमुलस इज रिक्वायर्ड। अघि भर्खर मैले भने होइन, नो एक्सन पोटेन्सियल क्यान बी जेनेरेटेड हो त होइन, किन भनेपछि अलिकति स्ट्रङ्गर स्टिमुलस दियो भने एक्सन पोटेन्सियल क्यान बी जेनेरेटेड। तर यसको एन्सर के हो त? नो एक्सन पोटेन्सियल क्यान बी जेनेरेटेड भनेको के हो त? एब्सोल्युट भनेको एक्ज्याक्ट रिफ्र्याक्टिभ पिरियड भयो है। अनि सोडियम च्यानल्स आर कम्प्लिटली इनएक्टिभेटेड भनेको के हो? यो पनि एब्सोल्युट रिफ्र्याक्टिभ पिरियड होइन। अनि पोट्यासियम च्यानल्स आर क्लोज रे। हेर त रिलेटिभ रिफ्र्याक्टिभ पिरियड कतिखेर भइरहेछ त? हाइपर पोलराइजेसनको फेजमा भइरहेछ। सो हाइपर पोलराइजेसन फेजमा के हुन्छ? पोट्यासियम च्यानल्सहरू ओपन हुन्छ नि त। सो यो पनि अप्सन मिलेन। सो एन्सर के भयो? यो भयो है। साल्टेटरी कन्डक्सन अकर्स इन कहाँनिर हुन्छ भन त? साल्टेटरी कन्डक्सन अघि भर्खर भने साल्टेटरी कन्डक्सन भनेको हाम्रो नोड्स अफ रेनवियरको बिचमा है, ओके। त्यसको लागि के हुनुपर्छ त? सेल लाइक एक्जन माइलिनेटेड हुनुपर्छ, ओके। अनमाइलिनेटेड छ भनेपछि के हुन्छ? कन्टिन्युअसली जान्छ, ओके। डेन्ड्राइट कन्डक्ट गर्छ त भन त? डेन्ड्राइटले कन्डक्ट चाहिँ गर्छ तर साल्टेटरीली गर्दैन। किन भनेपछि साल्टेटरी कन्डक्सनको लागि के चाहिन्छ त भन त? सेलको यो माइलिन सिटको बिचमा चाहिँ ग्याप हुनुपर्छ, ओके। यहाँबाट यसरी भयो होइन, बुझ्यौ? यदि यो छैन भनेपछि कन्टिन्युअसली जाने भयो। तर यहाँनिरबाट त यसरी जाने भने यहाँनिर के हुन्छ? सोडियम च्यानलहरू एकदम धेरै हुन्छ, वारवारती छिर्छ होइन। अनि त्यसपछि फेरि अर्कोमा जान्छ, अर्को त्यसरी गर्दै जान्छ, ओके। अनि त्यसपछि डेन्ड्राइटमा माइलिन सिट हुँदैन, सेल बडिज यसले कन्डक्टै गर्दैन। सो एन्सर के भयो त हाम्रो? माइलिनेटेड फाइबर्स है। इन साल्टेटरी कन्डक्सन द इम्पल्स जम्प्स फ्रम ल भन त? इम्पल्स चाहिँ एउटा नोड अफ रेनवियरबाट चाहिँ अर्को नोड अफ रेनवियरमा जम्प गर्छ, ओके। अनि एक्जन हिलकदेखि सिनेप्टिक नब भनेको के हो भन त? एक्जन हिलकदेखि सिनेप्टिक नब भनेको त पुरै एक्जनको पाथ हो नि त होइन। डेन्ड्राइट टु सेल बडी भनेको पनि नर्मल हुन्छ डेन्ड्राइटिक कन्डक्सन। वान न्युरोन टु एनदर हो त होइन। योलाई के भन्छ? अर्को नामले सिनेप्टिक ट्रान्समिसन भनिन्छ, ओके। बुझिरहेछ नि होइन?
यदि बुझिरहेको छैनौ भनेपछि तिमीहरू चाहिँ म यहाँ तल लिङ्क राखिदिन्छु WhatsAppको डिस्कसन, टेलिग्राम अनि हाम्रो के अरे ड्राइभको है PDF पनि त्यसैमा अपलोड गरिदिन्छु। त्यहाँनिर डिस्कसन ग्रुप छ, त्यसमा आएर जोइन गर्ने अनि के बुझेन त्यो चाहिँ सोध्न मिल्यो है। विच आयन इन्ट्रेस्ट द प्रिसिनेप्टिक टर्मिनल टु ट्रिगर न्युरोट्रान्समिटर रिलिज। ल भन त कुन चाहिँ आयन चाहिँ प्रिसिनेप्टिक टर्मिनल। अब हेर म साइनेप्सको एउटा छोटकरीमा भन्छु है। साइनेप्स भनेको के हो, हेर यहाँनिर एक्सन भयो होइन, सेल बडी यो एक्सन भयो है, यो न्युरोनको यो एक्सन, यहाँनिर टेलोडेन्ड्राइट्सहरू गयो। सबैभन्दा लास्टमा चाहिँ के हुन्छ, एउटा सिनेप्टिक बल्ब हुन्छ, सिनेप्टिक नब हुन्छ। ओके, अब हेर यो चाहिँ अर्को न्युरोनको डेन्ड्राइट हो। डेन्ड्राइट आयो कहाँनिर आउँछ, सेल बडीमा आउँछ, यसरी यसको एक्सन जान्छ, यसरी अरू छ है। हो यसलाई भन्छ यहाँनिर के हुन्छ, सिनेप्टिक ट्रान्समिसन हुन्छ। ओके, अब हेर म के भन्दैछु भनेपछि एउटा सिम्पली के बुझ भनेपछि यहाँबाट आयो इम्पल्स, यसरी आयो अनि यहाँनिर पुग्यो। यहाँनिर इम्पल्स पुगिसकेपछि के हुन्छ त, यदि यो इम्पल्स होइन यहाँनिर पुगिसकेपछि इम्पल्सले के गर्छ भनेपछि क्याल्सियम भोल्टेज गेटेड क्याल्सियम च्यानललाई ओपन गर्छ है। त्यसपछि यो सिनेप्टिक नबमा के आउँछ, क्याल्सियम आउन थाल्छ है। यसरी सेल बाहिरबाट क्याल्सियम आउँछ। अब हेर यहाँनिर चाहिँ के हुन्छ, यसरी भेसिकलमा न्युरो ट्रान्समिटरहरू बसेको हुन्छ। बुझ्यौ, न्युरो ट्रान्समिटर भनेको केही पनि होइन, अरू यो न्युरो ट्रान्समिटरले गएर चाहिँ अर्को न्युरोनको अर्को डेन्ड्राइटको यहाँनिर चाहिँ के गर्छ त, यहाँनिरको च्यानलहरूलाई ओपन गर्छ र इम्पल्स भनेको यो इन्फर्मेसनलाई यता पठाउने काम भनेको यो न्युरो ट्रान्समिटरले गर्छ। जब यो भनेको हेर त, यो भनेको पोस्ट सिनेप्टिक भनेको सिनेप्ट पछिको है, यसलाई भन्छ साइनेप्स होइन। प्रिसिनेप्टिक भनेको यताको भयो है। हेर जब प्रिसिनेप्टिकमा यो प्रिसिनेप्टिकबाट यहाँनिर आउँछ, यहाँनिर के आयो त, इम्पल्स आइसकेपछि क्याल्सियम गेटेड च्यानलहरू खुल्यो है। भोल्टेज गेटेड क्याल्सियम च्यानल छिरिसकेपछि क्याल्सियम चाहिँ यहाँनिर एकदम थुप्रियो, यसले चाहिँ न्युरो ट्रान्समिटरलाई धकेलेर अर्को पोस्ट सिनेप्टिकमा पुऱ्यायो भनेर बुझ्ने अहिलेलाई। ओके, सो भोल्टेज गेटेड के चाहिँ लाइक हेर त, प्रिसिनेप्टिक भनेछ, पोस्ट सिनेप्टिक भनेको पछाडिको, प्री भनेको अगाडिको। यसमा चाहिँ न्युरो ट्रान्समिटर रिलिज हुनलाई चाहिँ के एन्टर गर्नुपर्छ, क्याल्सियम। एकदमै इम्पोर्टेन्ट क्वेसन है। ओके, बुझ्यो नि है। इम्पल्स आयो, एक्सन पोटेन्सियल जेनेरेट भयो, त्यहाँनिर चाहिँ के हुन्छ भनेपछि भोल्टेज गेटेड के अरे सोडियम च्यानलले आयो, एक्सन पोटेन्सियल जेनेरेट भयो, र जब एउटा लिमिटेड लाइक एउटा चाहिँ एउटा पोइन्टमा पुगिसकेपछि भोल्टेज गेटेड क्याल्सियम च्यानल ओपन भयो प्रिसिनेप्टिक टर्मिनलमा। प्रिसिनेप्टिक टर्मिनलमा क्याल्सियमभित्र छिर्यो, यसले धकेलेर न्युरो ट्रान्समिटरलाई चाहिँ अर्को पोस्ट सिनेप्टिक टर्मिनलमा पुऱ्याइदियो। यति है क्याल्सियम। सोडियमले केमा हेल्प गर्छ, डिपोलराइजेसनमा। पोट्यासियम इफ्लक्सले रिपोलराइजेसनमा। ओके, क्याल्सियम यो के अरे क्लोरिन चाहिँ हाम्रो न्युरो ट्रान्समिटर रिलिजमा युज हुँदैन। न्युरो ट्रान्समिटर्स आर रिलिज फ्रम द प्रिसिनेप्टिक टर्मिनल्स बाई, ल भन त कसरी रिलिज हुन्छ त, एक्जोसाइटोसिस प्रोसेसले है। एन्डोसाइटोसिस भनेको सेलभित्र लिनु हो है। एक्जोसाइटोसिस कसरी, यो जुन सिनेप्टिक हेर त, क्याल्सियम जब भित्र छिर्यो नि, क्याल्सियम भित्र छिरिसकेपछि यसले सिनेप्टिक भेसिकललाई है, यसलाई चाहिँ यो भयो साइनेप्स है। साइनेप्समा यो भनेको प्री सिनेप्टिक, यो भनेको पोस्ट सिनेप्टिक है। यहाँनिरबाट यसरी यो एक्सन भयो है, यहाँ एक्सनबाट पोलराइजेसन आयो आयो आयो, एक्सन पोटेन्सियल यहाँनिर आयो, एउटा लिमिटमा पुग्यो, क्याल्सियमभित्र छिर्यो। तर यो प्रिसिनेप्टिक टर्मिनलमा अलरेडी के छ, न्युरो ट्रान्समिटरहरू भएको के छ त, सिनेप्टिक भेसिकल छ। यो क्याल्सियमले यसलाई यसरी धकेल्यो कि यो केमा फ्युज भयो त भन त, प्रिसिनेप्टिकको यो मेम्ब्रेनमा फ्युज भयो, र एक्जोसाइटोसिसको द्वारा चाहिँ यो न्युरो ट्रान्समिटरहरू यसमा गयो, र यहाँनिर यो न्युरो ट्रान्समिटरलाई एक्सेप्ट गर्ने रिसेप्टरहरू छ, जसले यसले यहाँबाट लियो, यो डेन्ड्रनबाट यताको एक्सनमा गयो, यसरी के अरे न्युरोनमा गयो सेल बडीमा, अनि त्यसपछि यो एक्सनले फेरि यस्तै गरेर अर्को न्युरोनलाई पठाउँछ। यसरी चाहिँ के हुन्छ, कन्डक्सन हुन्छ। ओके, सो एन्सर के भयो त, एक्जोसाइटोसिस। डिफ्युजन भनेको पेसिभ मुभमेन्ट हो होइन। एक्टिभ ट्रान्सपोर्ट भनेको के हो, एनर्जी खर्च गरेर चाहिँ ट्रान्सपोर्ट गर्ने हो। ओके, ग्रेडियन्टको अगेन्स्टमा। एन्ड एक्साइटेटरी post-synaptic potential EPSP is typically caused by
अब हेर, जब पनि हामीले चाहिँ यसरी यो प्रिसिनेप्टिकबाट पोस्ट सिनेप्टिक मेम्ब्रेनमा चाहिँ जब यहाँनिर न्युरोट्रान्समिटर रिलिज भयो, न्युरोट्रान्समिटरहरू पनि कस्तो हुन्छ त, एउटा इनिभिटरीको टाइपको र एक्साइटेटरी टाइपको हुन्छ। यदि त्यो एक्साइटेटरी टाइपको हो भने यसले इपिएसपी जेनेरेट गर्छ, अनि यदि इनिभिटरी टाइपको हो भने आइपिएसपी जेनेरेट गर्छ। अब यो भनेको के हो भनेपछि सिम्पली के बुझ भनेपछि, यदि त्यो एक्साइटेटरी टाइपको हो भने यसले चाहिँ सेललाई डिपोलराइजेसन गर्ने काम गर्छ अर्को सेललाई। यदि होइन भनेपछि त्यसलाई के गर्छ, हाइपर पोलराइजेसन गर्ने काम गर्छ भनेर बुझ, यदि इनिभिटरी टाइपको हो भने। अब यसमा के हुन्छ, एक्साइटेटरी भनेछ है, यसलाई चाहिँ केले गर्छ त, एक्साइटेटरी भनेको केले गर्ने काम हो, डिपोलराइजेसन हुने हो। डिपोलराइजेसन हामीलाई थाहा छ केले गर्छ भने त सोडियम इन्फ्लक्सले गर्छ, हो कि नै, पोस्टसिनेप्टिक मेम्ब्रेनमा है। ओके, ल यसरी बुझ नि त, यहाँनिर न्युरोट्रान्समिटर आयो, यो पोस्ट सिनेप्टिक मेम्ब्रेनमा भयो होइन, यहाँनिर आयो न्युरोट्रान्समिटरबाट चाहिँ यो च्यानलहरू ओपन भयो, सोडियम छिर्यो है, अनि यहाँबाट सोडियम छिर्यो। अब यहाँनिर चाहिँ एउटा उसमा -55 मिली भोल्ट चाहिँ कट्यो भने चाहिँ के भयो त, यहाँनिर भोल्टेज गेटेड सोडियम च्यानल खुल्यो। सोडियम च्यानल खुल्ने बित्तिकै भयो त्यो सोडियमहरू भित्र गयो, अनि यसरी जाँदै गर्दाखेरि डिपोलराइजेसन हुन्छ। ओके, यदि इनिभिटिभ पोस्टसिनेप्टिक पोटेन्सियल केलेको कारण यसले यो भयो भने के कज गर्छ भन त, मैले भर्खर भने हाइपर पोलराइजेसन, अझै नेगेटिभ बनाइदिने भयो क्या सेललाई, बुझ्यौ। डिपोलराइजेसन भनेको नेगेटिभबाट पोजिटिभतिर गइरहेछ, तर हाइपर पोलराइजेसन भनेको, हाइपर भनेको के हो, अझै बढी। सो पोलराइज स्टेटमा हाम्रो माइनसमा अलरेडी छ, हाइपर पोलराइजेसन भनेको अझै माइनसमा पुऱ्याइदिने भयो के है। आइदर क्लोरिन भनेको नेगेटिभ, आइदर सेलभित्र क्लोरिनलाई छिराएर या पोट्यासियमलाई सेल बाहिर निकालेर चाहिँ हाइपर पोलराइजेसन गराउने भयो। द मेजर एक्साइटेटरी न्युरो ट्रान्समिटर इन द सिएनएस इज, ल अघि भर्खर मैले भने मेजर चाहिँ कुन हो भन त, ग्लुटामेट है। ओके, गाबा के हो भन त, यो चाहिँ मेजर इन्हिबिटरी न्युरो ट्रान्समिटर हो है। ग्लाइसिन यो पनि इनिभिटरी हो, कहाँनिर हो भन त, हाम्रो स्पाइनल कर्डमा मेनली हुन्छ ग्लाइसिन है। एसिटाइल कोलिन भनेको न्युरोमस्कुलर जङ्सनमा हो, न्युरोमस्कुलर जङ्सनमा हुन्छ यसले, तर सिएनएसमा भनेको छ नि है। सो सिएनएसमा भनेको हुनाले चाहिँ हाम्रो के भयो त, ग्लुटामेट, बुझ्यौ नि है। एसिटाइल कोलिन, डोपामिन होइन, एसिटाइल कोलिन चाहिँ मेनली न्युरोमस्कुलर। कसरी बुझ भनेपछि, एसिटाइल कोलिन चाहिँ कहाँनिर भनेपछि, जस्तै हाम्रो कुनै नर्भले मसललाई सप्लाई गर्नु परिरहेछ होइन, यो मसललाई, तर नर्भले चाहिँ के भनिरहेछ भनेपछि, ल यो मसल चाहिँ अब चाहिँ दिमागले सोच्यो यो मसल कन्ट्र्याक्ट गर्नुपर्छ, त्यसको लागि त न्युरो ट्रान्समिटर नर्भद्वारा जानु पऱ्यो नि त इम्पल्स त। यहाँनिर यो न्युरो ट्रान्समिटरलाई चाहिँ मसलले यदि एक्सेप्ट गर्नु छ भने यसमा के हुन्छ, न्युरोमस्कुलर रिसेप्टरहरू हुन्छ, बुझ्यौ। त्यहाँनिर चाहिँ केले काम गर्छ, एसिटाइल कोलिनले। द मेजर इनिभिटरी न्युरो ट्रान्समिटर इन द सिएनएस, अघि भर्खर भने एन्सर के हो भन त, गाबा है। ग्लुटामेट के हो, एक्साइटेटरी हो, लेख है मसँगै मजाले, तिमीहरूले फेरि बिर्सिन्छ सबै, होइन भने पनि अब होइन तिमीहरूले चाहिँ कतिले स्पिडमा हेरिरहेछौ होला होइन, बुझिरहेछौ छैन भने कमेन्ट गर है, कहाँनिर के भयो त्यही डिस्कसनमा सोध, डिस्कस गरौँ ल। अनि अब यो क्वेसन भयो है। डोपामिन चाहिँ मोडुलेटरी हो, डोपामिनले चाहिँ आइदर बोथ एक्साइटेटरी पनि गर्न सक्छ अथवा इनिभिटरी पनि गर्न सक्छ, रिसेप्टरको अनुसार हुन्छ है। सेरोटोनिन हेर त मोडुलेटरी हो, यो पनि कुनै मेजर इनिभिटरी होइन। एसिटाइल कोलिन इज ब्रोकन डाउन बाइ, ल भन त, एसिटाइल कोलिनलाई चाहिँ केले ब्रेकडाउन गर्छ, यसको लागि कुनै एन्जाइम आउनु पर्यो, यसको लागि एन्जाइमको नाम छ एसिटाइल कोलिन स्टरेज। ओके, यसले चाहिँ एसिटाइल कोलिनलाई चाहिँ एसिटेट र कोलिनमा चाहिँ ब्रेकडाउन गर्छ। अब यस्तो हो के, कस्तो भनेपछि हेर, प्रिसिनेप्टिक टर्मिनलबाट त हाम्रो के भयो त भन त,
हाम्रो एसिटाइल कोलिन रिलिज भयो। अब एसिटाइल कोलिन यहाँनिर सधैँ बसिराख्यो भने त यसले के काम गर्छ भने त यसलाई ओपन गरिराख्ने भयो अनि यो च्यानलबाट चाहिँ सेलभित्र सोडियमहरू छिरेको गरिराख्ने भयो। सेल त जहिले पनि के भयो हाम्रो डिपोलराइज स्टेटमा रहने भयो। तर एसिटाइल कोलिनलाई ब्रेकडाउन गऱ्यो भने त फेरि यो भित्रै आफूले एब्जर्ब गर्न मिल्यो नि त यसले। त्यसैले एसिटाइल कोलिनलाई एसिटाइल कोलिन स्टोरेजले के गर्छ ब्रोकन डाउन गर्छ। कोलिन एसिटाइल ट्रान्सफरेजले यो चाहिँ के हो फेरि यो चाहिँ एसिटाइल कोलिन सिन्थेसिसमा हेल्प गर्छ है। ओके, अनि मोनोअमाइन अक्सिडेज यसले चाहिँ मोनोअमाइन्सहरूलाई चाहिँ ब्रेकडाउन गर्छ है। मोनोअमाइन मतलब डोपामिन सेरोटोनिनहरू भयो। क्याटेकोल ओ मिथाइल ट्रान्सफरेजले चाहिँ क्याटेकोलामाइन्स एपिनेफ्रिन नरएपिनेफ्रिनहरूलाई चाहिँ के गर्छ ब्रेकडाउन गर्ने काम गर्छ। ओके, डेफिसियन्सी अफ डोपामिन इज एसोसिएटेड विथ ल हेर त तिमीलाई थाहा छ होला हाम्रो पार्किन्सन्स भन्ने डिजिजमा डेफिसियन्सी अफ डोपामिन हुन्छ। ओके, अल्जाइमर भनेको के हो भन त यो चाहिँ एसिटाइल कोलिन ए फर अल्जाइमर ए फर एसिटाइल कोलिनको डेफिसियन्सीमा देखिन्छ। सिजरहरू गाबा भन्ने न्युरो ट्रान्समिटर हेर त सिजर अब सिम्पली हेर त गाबा भनेको हाम्रो के हो इनिबिटरी न्युरोन हो। यदि त्यसलाई इनिबिट गरेन भने त्यो त एक्साइटेसनमा जान्छ त एक्साइटेसनमा गयो भने के हुन्छ सिजर हुन्छ। हन्टिङटन्स डिजिज यो चाहिँ गाबा र एसिटाइल कोलिन दुइटैको लससँग रिलेटेड छ। डेफिसियन्सी अफ एसिटाइल कोलिन इज एसोसिएटेड विथ भर्खर भने एन्सर के त अल्जाइमर्स डिजिज है। अनि यो एक्सिटोटक्सिक इन्जुरी भन्ने छ यो चाहिँ केले गर्दा हुन्छ त ग्लुटामेटको एक्सेसले गर्दा हुन्छ चाहिँदैन खासै। गाबा डेफिसियन्सी इज एसोसिएटेड विथ गाबाको डेफिसियन्सी भयो भने के हुन्छ मैले भर्खर भने सिजरको हुन्छ। ओके, अर्ग्यानोफस्फेट पोइजनिङ कजेस कन्टिन्युस नर्भ स्टिमुलेसन बिकज इट है। अब हेर सिम्पली के बुझ भनेपछि अर्ग्यानोफस्फेट पोइजनिङले के गर्छ भने चाहिँ यसले चाहिँ एसिटाइल कोलिन स्टोरेजलाई चाहिँ इनिबिट गर्ने काम गर्छ। सिम्पली कसरी भनेपछि हेर यहाँ न्युरो ट्रान्समिटर आउँछ यो न्युरो ट्रान्समिटर अहिलेलाई एसिटाइल कोलिन छ भनेर बुझ होइन। यो आउँछ यहाँनिर काम गर्छ त्यसपछि एसिटाइल कोलिन स्टोरेजले यसलाई ब्रेकडाउन गर्छ यो बाहिर जान्छ। तर यस्तो भन कुनै पनि फार्मरहरूले जुन के अरे इन्सेक्टिसाइड पेस्टिसाइडहरू युज गरिरहेछ त्यसले चाहिँ अर्ग्यानोफस्फेट पोइजनिङ भयो भने यसले गएर यो एन्जाइमलाई के गरिदिन्छ त भन त इन्हिबिट गरिदिन्छ भनेको यसलाई रोकिदिन्छ। तैँले अब एसिटाइल कोलिन ब्रेकडाउन गर्न पाउँदैनस् भन्छ भनेपछि शरीरमा के भयो एसिटाइल कोलिन बढ्यो न्युरोमस्कुलर जङ्सनमा। यहाँनिर एसिटाइल कोलिन बढेको गऱ्यो भने के भयो यो च्यानलहरू ओपन भएको भयो सेल डिपोलराइज भएको भयो कि नै भन त अनि होइन। अनि जसले गर्दा थुप्रै प्रकारको सिम्टमहरू देखिन्छ। ओके, जसले ओभर स्टिमुलेट गरिदिन्छ क्या यो उहरूलाई रिसेप्टरहरूलाई बुझ्यो। सो एन्सर के भयो त इनिबिट्स एसिटाइल कोलिन स्टोरेज। ओके, कोलिन एसिटाइल ट्रान्सफरेजलाई चाहिँ के हुन्छ भन त इनिबिट गर्छ र यदि कोलिन एसिटाइल ट्रान्सफरेजलाई इनिबिट गर्ने इन्जाइम भयो भने चाहिँ त्यसले इन्जाइम या कुनै मेडिसिन भयो ड्रग्स भयो त्यसले चाहिँ के गर्छ यदि त्यस्तो भयो भने त एसिटाइल कोलिन बन्न नै कम हुन्छ है डिक्रिज हुन्छ प्रोडक्सन। यदि सोडियम च्यानलहरू ब्लक भयो भने के हुन्छ इम्पल्सहरू एकदमै के हुन्छ स्टप भइदिन्छ होइन। ओके ओके, गाबालाई इन्हान्सेस गर्दैन। बोटुलिजम कजेज फ्ल्यासिड प्यारालाइसिस बिकज इट है। अब हेर बोटुलिजममा जुन बोटुलिनम टक्सिन छ नि यसले चाहिँ एसिटाइल कोलिन रिलिज गर्न दिँदैन सिनेप्टिक भेसिकलबाट जसले गर्दा मसलहरू चाहिँ कन्ट्र्याक्ट हुँदैन है। मसल कन्ट्र्याक्सन पनि हामी पढ्ने नै छौँ होइन। मैले उसमा हाम्रो एनिमल टिस्यु भन्ने च्याप्टरमा भनेको पनि छु है। अब हेर मसल कन्ट्र्याक्सनको लागि मैले अघि भर्खर भने नर्भबाट आयो नर्भबाट एसिटाइल कोलिन आयो यहाँनिर मसललाई चाहिँ के गर्नु पऱ्यो यसले चाहिँ इम्पल्स दिनु पऱ्यो कि ल अब त चाहिँ कन्ट्र्याक्ट हुनु पऱ्यो भनेर। अनि तर यहाँ यो केसमा के हुन्छ भनेपछि एसिटाइल कोलिन आउँदै आउँदैन बोटुलिनमले के भन्छ भने चाहिँ म तँलाई रिलिजै हुन दिन्न भनेपछि एसिटाइल कोलिन मसलमा पुगेन भने मसल कन्ट्र्याक्ट हुन्छ त हुँदैन। सो यसको काम के हो त भनेपछि इट ब्लक्स एसिटाइल कोलिन रिलिज।
ओके द आउटर मोस्ट मेनिन्जियल लेयर इज द हेर त मेनिन्जेस भनेको के हो यस्तो लेयरहरू हो जसले चाहिँ के गर्छ हाम्रो ब्रेनलाई प्रोटेक्ट गरेर राखेको हुन्छ हामीले तिनवटा पढ्छौँ के ड्युरा म्याटर भनेको सबैभन्दा आउटर मोस्ट टफ त्यसपछि एराक्नोइड म्याटर एराक्नोइड म्याटर भनेको एराक्नोइडले के भनिरहेछ जाली जस्तो जुन चाहिँ स्पाइडरहरूसँग होइन इन्सेक्टसँग जोडियो सो एराक्नोइड भनेको वेब लाइक हुन्छ त्यसपछि अर्को पायोम्याटर भनेको सबैभन्दा भित्र हुन्छ इनर मोस्ट सो डिएपी ओके ड्याप भनेर याद गरेर है सो अब सबैभन्दा आउटर मोस्ट भनेर भनेको छ भने चाहिँ के हो ड्युरा म्याटर ओके अब यसैसँग लेप्टोमेनिन्जेस भनेको के हो भनेर सोध्यो भने चाहिँ पायोम्याटर र एराक्नोइड म्याटरलाई दुइटालाई जोडिदियो भने के हुन्छ त लेप्टोमेनिन्जेस जुन चाहिँ मेनिन्जाइटिसमा मोस्टली इन्फ्लाम हुन्छ ओके लेप्टोमेनिन्जेस कन्सिस्ट अफ भन त केले मैले भर्खर भने के एराक्नोइड एन्ड पायोम्याटर द सब एराक्नोइड स्पेस कन्टेन्स ल भन त सब एराक्नोइड स्पेस भनेको कहाँनिर हो एराक्नोइड म्याटर र पायोम्याटरको बिचमा चाहिँ एउटा स्पेस छ जसलाई भन्छ सब एराक्नोइड स्पेस यसमा चाहिँ मेनली सेरेब्रो स्पाइनल फ्लुइड चाहिँ के हुन्छ यसमा फ्लो गर्ने काम गर्छ यसले फ्लो गर्यो भने के भयो यसले चाहिँ ब्रेनलाई चाहिँ एउटा कुसनको रूपमा काम गर्छ कि त्यो ऱ्यापिड आउनुबाट फोर्सहरूबाट त्यो फ्रिक्सन ऊबाट बचाउँछ सो के हुन्छ त भन त सेरेब्रो स्पाइनल फ्लुइड हुन्छ ओके अनि यो त्यस्तै है एउटा एपिड्युरल स्पेस पनि हुन्छ ओके ड्युरा म्याटर र एराक्नोइड म्याटरको बिचमा जसमा चाहिँ के हुन्छ भन त फ्याट र भेनस प्लेक्सस हुन्छ है अनि अन्ली आर्ट्रिज भनेको छ आर्ट्रिज हो सब एराक्नोइड स्पेसबाट चाहिँ कहिलेकाहीँ सब एराक्नोइड हेमोरेजहरू हुन्छ यसबाट पास चाहिँ गर्छ तर यसको मेन कन्टेन्ट चाहिँ होइन मेन कन्टेन्ट के हो त सिएसएफ ओके त्यस्तै आर्ट्रिज जस्तै भेन पनि प्रेजेन्ट हुन्छ तर मेन भनेको सिएसएफ भयो सिएसएफ इज प्राइमरीली प्रोड्युस्ड बाई भन त कसले प्रोड्युस गर्छ त सिएसएफ सेरेब्रो स्पाइनल फ्लुइड हाम्रो कोरोइड प्लेक्सस अफ द लेटरल भेन्ट्रिकल्सले ओके एराक्नोइड भिलाइको काम के हो यसको काम भनेको एब्जर्प्सन अफ सिएसएफ प्रोड्युस गर्दैन एपेन्डाइमल सेलले भेन्ट्रिकललाई लाइन गर्ने काम गर्छ केमा उ गर्छ हेर त मेनली सर्कुलेसनमा हेल्प गर्छ है ओके सर्कुलेसनमा हेल्प गर्छ तर अलिकति थोरै मात्रामा प्रोडक्सनमा हो सब एराक्नोइड स्पेस सिएसएफ हुन्छ तर यसमा चाहिँ प्रोड्युस गर्ने काम गर्दैन सो एन्सर के भयो त कोरोइड प्लेक्सस अफ द लेटरल भेन्ट्रिकल्सले ओके द मेन साइट अफ सिएसएफ एब्जर्प्सन इज द कुन भन त मैले भर्खर भने एराक्नोइड भिलाई हजुर बुझ्यो एराक्नोइड भिलाई कोरोइड प्लेक्ससले के गर्यो प्रोडक्सन गर्यो सेन्ट्रल क्यानलमा के हो यो भनेको त स्पाइनल कर्डको बिचमा हुन्छ जसमा चाहिँ सिएसएफ हुन्छ तर एब्जर्ब गर्दैन भेट्रिकलमा सिएसएफ हुन्छ तर एब्जर्ब गर्दैन सो एराक्नोइड भिलाई द टोटल भोल्युम अफ सिएसएफ इज एप्रोक्सिमेटली कति हुन्छ भन त एराउन्ड 150 ml ओके सिएसएफ इज रिन्युड एप्रोक्सिमेटली एभ्री कतिखेर रिन्यू हुन्छ भन त 6 to 8 आवर्समा ओके अब अर्को क्वेसन लम्बर पङ्क्चर इज पर्फर्म एट L3 L4 or L4 L5 इन एडल्ट्स बिकज है यहाँ L3 र L4ले के सिम्बलाइज गरिरहेछ त लम्बर भर्टिब्रे भनेर भनिरहेछ है L3 भर्टिब्रे र L4 को भर्टिब्रे अथवा L4 अनि L5 को बिचबाट चाहिँ हामीले चाहिँ के गर्छौँ त सिएसएफ निकाल्नको लागि लम्बर पङ्क्चर भन्ने एउटा प्रोसिजर गर्छौँ के को लागि त भनेपछि सिएस यो जुन सेरेब्रो स्पाइनल फ्लुइड छ नि यसको चेकअपको लागि यसमा भएको इन्ग्रेडियन्ट्सहरू सबैको बायोकेमिकल टेस्ट गर्नको लागि हुन्छ या माइक्रोबायोलोजिकल टेस्ट त्यसको लागि चाहिँ हामीले निकाल्छौँ है अब यसमा है के भनेछ भनेपछि ठ्याक्कै हेर है कस्तो हुन्छ भने चाहिँ जुन हाम्रो स्पाइनल कर्ड कहाँबाट सुरु हुन्छ त ब्रेन स्टेमबाट है ओके ब्रेन स्टेमबाट सुरु भएर है फोरामेन म्याग्नम यो चाहिँ के हो भनेपछि दिस वान इज अ बिग
फोरामेन भनेको चाहिँ प्वाल टाइपको के अलिकति है होल टाइपको होइन दुर्गा टाइप। सो यहाँबाट चाहिँ यो चाहिँ के को स्कलको बेसमा हुन्छ। यहाँबाट चाहिँ ठ्याक्कै L1 L2सम्म चाहिँ के हुन्छ स्पाइनल कर्डको पुरै के हुन्छ त स्पाइनल कर्ड भन्नाले के हो यो भनेको कलेक्सन अफ नर्भ टिस्यु अनि त्योसँगै त्यसको सपोर्टिङ टिस्युहरू है। यहाँबाट चाहिँ स्पाइनल नर्भहरू निस्किन्छ ओके। माथि ब्रेन स्टेमबाट के निस्किन्छ ब्रेन स्टेममा अब हेर के छ ब्रेन भयो होइन सेरिब्रम अनि सेरिब्लम त्यसपछि मेडुला अब्लङ्गाटा है यो सबै ऊ गरेर होइन फोर ब्रेन मिड ब्रेन हाइन्ड ब्रेन यो तिनवटाबाट चाहिँ निस्किने भनेको के हो भन त मेनली ब्रेन स्टेमबाट निस्किने भनेको क्रेनियल नर्भ हो है। क्रेनियल नर्भ निस्किन्छ ओके। अब माथि क्रेनियल नर्भ हामीसँग कति छ 12 वटा पेयर्स छ है। तल भर्टिब्रेबाट यसमा 31 पेयर्स होइन ओके। हो यो चाहिँ जुन 31 पेयर्स अफ स्पाइनल नर्भ प्लस यहाँनिरको यो उसलाई चाहिँ के यसबाट चाहिँ के हुन्छ त स्पाइनल कर्ड बनेको हुन्छ ओके। यो स्पाइनल कर्ड L1 टु L2सम्ममा चाहिँ सकिन्छ। त्योभन्दा तलपट्टि चाहिँ के हुन्छ त यसको हार्ड चाहिँ हुँदैन लाइक हार्ड हुँदैन सफ्ट त्यो जुन L1 र L2 पछिको जुन नर्भहरू छ नि यहाँ नर्भहरू चाहिँ यसरी मिसिएर के बनाउँछ कौडा इक्वाइना बनाउँछ होइन। कौडा इक्वाइना भनेको के हो हर्सको टेल लाइक स्ट्रक्चर ओके। यो उसमा नर्भस सिस्टम पढाउँदाखेरि मजाले पढिन्छ ओके। सो एन्सर के हो त भनेपछि L1 र L2सम्ममा चाहिँ स्पाइनल कर्ड सकिन्छ। त्योभन्दा तल हामीले पङ्क्चर गऱ्यो भने हामीले सिएसएफ त भेट्छौँ तर हार्ड स्ट्रक्चर भेटिँदैन स्पाइनल कर्डको त्यसैले गर्दाखेरि चाहिँ ड्यामेज हुने चान्स एकदमै कम हुन्छ। सो एन्सर के भयो द स्पाइनल कर्ड एन्ड्स अराउन्ड L1 टु L2 मेकिङ इट सेफ है। CSF is most abundant at this level हो होइन। arachnid villi are located here होइन। epidural space is absent here यसमा प्रेजेन्ट हुन्छ है। अनि हाइड्रोकेफालस रिजल्ट्स फ्रम हेर त केफालस भनेको के हो हेड हो है। हाइड्रो भनेको के हो वाटर। सो हेडमा वाटर जम्ने केबाट रिजल्ट हुन्छ त एक्सेसिभ एक्युमुलेसन अफ सिएसएफ। सेरेब्रो स्पाइनल फ्लुइड चाहिँ के हुन्छ दैनिक होइन प्रोडक्सन पनि भइरहेछ एब्जर्प्सन पनि भइरहेछ तर आइदर प्रोडक्सन धेरै भयो अथवा के भयो भनेपछि एब्जर्प्सन कम भयो भने चाहिँ त्यहाँ एकुमुलेटेड हुन्छ ओके भेन्ट्रिकल्सहरूमा होइन ओके। त्यसको कारणले के हुन्छ त हाइड्रोकेफालस हुन्छ है ओके। हेर सिएसएफ प्रोडक्सन कम भयो भने त झन् त्यो हुने चान्सै भएन कम हुन्छ प्रोडक्सन। सिएसएफ भोल्युमै कम भयो भने कम हुन्छ। इन्क्रिज सिएसएफ एब्जर्प्सन भयो भने पनि फ्लुइड त सिएसएफ त के हुन्छ एब्जर्ब भयो भने त त्यहाँ त कमी हुन्छ नि त। सो यो पनि एन्सर मिलेन। द इन्टायर नर्भस सिस्टम डेभलप्स फ्रम व्हिच एम्ब्रायोनिक जर्म लेयर हेर त यो त तिम्रो सबलाई थाहा छ एक्टोडर्मबाट। द सिएनएस डेभलप्स फ्रम द हेर त अनि त्यसपछि एउटा सेल अघि मैले भनेको थिएँ माइक्रोग्लिया सेल जुन चाहिँ के अरे उसबाट मेजोडमबाट डेभलप हुने सेल चाहिँ कुन रे माइक्रोग्लिया है माइक्रोग्लिया। द सिएनएस डेभलप्स फ्रम द केबाट डेभलप हुन्छ सिएनएस भनेर त न्युरल ट्युबबाट ओके। सिएनएसको डेभलपमेन्टमा है न्युरल क्रेस्टले चाहिँ के हुन्छ यो न्युरल क्रेस्ट सेल चाहिँ थुप्रै स्ट्रक्चरहरू दिन्छ बुझ्यौ। नोटोकर्ड यसले चाहिँ न्युरल ट्युबको फर्मेसनमा हेल्प गर्छ तर लाइक नोटोकर्ड आफूले चाहिँ न्युरल ट्युब बनाउने होइन यसले इन्ड्युस गर्ने काम गर्छ है। सोमाइट्सले मसल र बोनहरू दिने काम गर्छ। द पिएनएस डेभलप्स फ्रम द केबाट हुन्छ त पिएनएस पेरिफेरल नर्भस सिस्टम डेभलप्स फ्रम न्युरल क्रेस्ट सेल्सबाट है ओके। न्युरल ट्युबबाट सिएनएस बन्यो ओके। एक्टोडर्म जेनरल लेयर हो होइन अनि त्यसपछि हुन त एक्टोडर्मै हो तर त्योभन्दा नि बढी स्पेसिफिक भनेको के हो जस्तै कस्तो हुन्छ भनेपछि हेर यो एक्टोडर्मल लेयर होइन यो मेजोडर्मल यो इन्डोडर्मल लेयर जब यहाँनिर नोटोकर्ड हुन्छ नि यसको तल मेजोडर्ममा यसले चाहिँ इन्ड्युस गर्छ होइन यो यसलाई म यसरी देखाउँछु है यसरी बनेको छ होइन। अब जसरी यहाँनिर के हुन्छ भने चाहिँ न्युरल ट्युब बन्दाखेरि यसको यो भाग छ नि यो भाग दुईवटा नजिक आउँछ यसरी नजिक आएर होइन यसरी टच भएर यो न्युरल ट्युब बन्दाखेरि होइन यहाँनिर जुन यो स्ट्रक्चर छ नि टच भएर बाहिर निस्किने यसले चाहिँ न्युरल क्रेस्ट सेल्सहरू बनाउँछ जुन चाहिँ के नै के हो त एक्टोडर्मल लेयरकै हो बुझ्यौ।
तर यसमा मोस्ट प्रिसाइज र बेस्ट एन्सर भनेको न्युरल क्रेसेल्स, मेजोडर्मल न्युरल होइन। अब अर्को क्वेसन, द सेन्ट्रल सल्कस सेपरेट्स व्हिच लोब्स अफ द सेरिब्रम भनेको छ है। सल्कस र गाइराई भनेर नर्भस सिस्टममा पढ्ने है। सल्कस भनेको डिपमा गएको स्ट्रक्चर हो। ओके, हाम्रो यो सेरिब्रमको है के छ भन त अगाडि, यहाँनिर फ्रोन्टल लोब अनि टेम्पोरल लोब, पेराइटल लोब अनि अक्सिपिटल लोब है। ओके, यो फ्रन्टल र पेराइटललाई छुट्याउने भनेको केले हो त, सेन्ट्रल सल्कसले। ओके, सेन्ट्रल सल्कसले। फ्रन्टल र टेम्पोरललाई छुट्याउने के हो, यो फ्रन्टल यो टेम्पोरल छुट्याउने यो हो लेटरल सल्कस। ओके, पेराइटल र अक्सिपिटललाई छुट्याउने के हो त, पेराइटो अक्सिपिटालिस, पेराइटो अक्सिपिटल सल्कस भनेर भन्ने। बुझ्यौ, सिम्पली यत्तिकै बुझ है। एन्सर के भयो त हाम्रो, फ्रन्टल एन्ड पेराइटल। सोध्यो भने तिमीलाई अर्को के सोध्न सक्छ, फ्रन्टल र टेम्पोरल सोध्न सक्छ, जुन चाहिँ के हो भन त, लेटरल सल्कसले। यो चाहिँ लेटरल है, सोध्यो भने यति नै सोध्छ। द भिजुअल कर्टेक्स इज लोकेटेड इन व्हिच लब भन त। भिजुअल कर्टेक्स, भिजुअल भन्ने बित्तिकै के त, अक्सिपिटलसँग है। अब फ्रन्टल लबको के हो, मोटर फङ्सनहरू हो, अरू पनि थुप्रै फङ्सनहरू छ, सिम्पली अहिलेलाई यति बुझ्ने है। पेराइटलको के हो, सोम्याटोसेन्सरी फङ्सनहरू, टेम्पोरलको अडिटरी। ओके, ब्रोकाज एरिया रेस्पोन्सिबल फर स्पिच प्रोडक्सन इज लोकेटेड इन द भन त, कहाँनिर हुन्छ लोकेटेड, डोमिनेन्ट फ्रन्टल लोबमा। ओके, ब्रोकाज एरिया डोमिनेन्टको फ्रन्टल लोबमा है। अनि डोमिनेन्ट टेम्पोरल लोबमा चाहिँ के हुन्छ भनेपछि वेर्निकेज एरिया हुन्छ है। यसको काम के हो, हामीले नर्भस सिस्टममा मजाले पढ्छौँ है। अहिलेको लागि चाहिँ के भयो भनेपछि यहाँनिर पनि छ क्वेसन, डोमिनेन्टमा ब्रोकाज, ब्रोकाजको काम के हो भनेपछि स्पिच प्रोडक्सनमा काम हो। बुझ्यौ, वेर्निकेको काम के हो, स्पिचलाई कम्प्रिहेन्सन गर्ने काम हो होइन। ओके, कस्तो भनेपछि कसैले बोल्यो होइन, त्यो कुरालाई चाहिँ बुझ्ने, अन्डरस्ट्यान्ड गर्ने काम भनेको वेर्निकेजको काम भयो होइन। त्यसपछि त्यो बोलेर अनि त्यसपछि त्यसमा रिजल्टमा के दिने, त्यसको रिप्लाई के दिने हो, त्यो चाहिँ त्यसको टोन मिलाउने काम भनेको चाहिँ ब्रोकाजको काम भयो। ओके, सो वेर्निकेज एरिया इज रेस्पोन्सिबल फर के त, स्पिच कम्प्रिहेन्सन। ओके, अनि स्पिच प्रोडक्सनमा ब्रोकाज भइहाल्यो, भिजनमा अक्सिपिटल, मोटर कोर्डिनेसनमा सेरिबेलमले है। मोटरको कोर्डिनेसन भन्यो भने चाहिँ के त, सेरिबेलम। त्यही भएर त जो मान्छेले एल्कोहल खाएको हुन्छ त्यसको के हुन्छ भन त, यसको सेरिबेलममा एफेक्टेड हुन्छ, त्यसैले उसले मोटर कोर्डिनेट गर्न सक्दैन र लडखडाएर हिँड्छ। द प्राइमरी मोटर कर्टेक्स इज डेजिग्नेटेड एज ब्रोडम्यान्स एरिया, खासै चाहिँदैन, सो एरिया नम्बर 4 है। प्राइमरी मोटर कर्टेक्सलाई चाहिँ एरिया नम्बर 4 भनेर राखिदिएको छ। एरिया नम्बर 3 भन्यो भने चाहिँ सोम्याटोसेन्सरी कर्टेक्स हो। एरिया नम्बर 17 भन्यो भने चाहिँ भिजुअल हो। एरिया नम्बर 22 भनेको चाहिँ वेर्निकेज एरिया है, जसले स्पिच कम्प्रिहेन्सन गरेको, यो चाहिँ 22। द गेट किपर अफ द सेरिब्रम इज द भन त, गेट किपर भनेर कसलाई भनिन्छ त, थ्यालामसलाई। ओके, हाइपोथ्यालामसको काम के हो भन त, शरीरमा होमियो स्ट्यासिस मेन्टेन गर्ने हो है। सेट स्क्वायरको फर्मुला थाहा छ होइन। एपिथ्यालामसले, यसमा पाइनियल ग्ल्यान्ड हुन्छ। ओके, मेटाथ्यालामसमा जेनिकुलेट बडिजहरू हुन्छ है, लेफ्टल जेनिकुलेट बडी, मिडल जेनिकुलेट बडी। ओके, अनि यो पार्ट अफ ब्रेन हो है। सो गेट किपर अफ द सेरिब्रम भनेको थ्यालामस। द थ्यालामस फर्म्स एप्रोक्सिमेटली वाट पर्सेन्टेज अफ द डाइन्सिफेलम भन त, कति पर्सेन्टेज हुन्छ, एराउन्ड 80% अफ द डाइन्सिफेलन। व्हिच अफ द फलोइङ इज नट फङ्सन अफ द हाइपोथ्यालामस, कुन चाहिँ फङ्सन होइन भन त, रेगुलेसन अफ बडी टेम्परेचर हो, यो त फङ्सन हो। थर्स्ट एन्ड हङ्गर होइन, यो पनि फङ्सन हो। अनि कन्ट्रोल अफ द पिट्युटरी ग्ल्यान्ड, यो पनि फङ्सन हो। रिले सेन्टर फर मोस्ट सेन्सरी इम्पल्सेस होइन, यो चाहिँ के को फङ्सन हो त, थ्यालामसको फङ्सन हो।
के भन्न खोजेको धेरै जस्तो सेन्सरी इम्पल्सहरू एकचोटि तलबाट स्पाइनल कर्डबाट आयो भने चाहिँ माथि कहाँ जान्छ त थ्यालेमसमा रेस्ट गरेर अनि बल्ल माथि ब्रेनमा पुग्छ, हाइपोथ्यालेमसमा होइन। सो एन्सर के भयो त रिले सेन्टर फर मोस्ट सेन्सरी इम्पल्सेस के को काम रे त थ्यालेमस। द पाइनल ग्ल्यान्ड सेक्रेट्स मेलाटोनिन एन्ड इज अ कम्पोनेन्ट अफ द भन त पाइनल ग्ल्यान्ड के को कम्पोनेन्ट हो मैले भर्खर भने एपिथ्यालेमसको। ओके द सेन्टर फर द प्युपिलरी लाइट रिफ्लेक्स इज लोकेटेड इन द कहाँनिर हुन्छ प्युपिलरी लाइट रिफ्लेक्सको सेन्टर सुपेरियर कोलिकुलसमा है। कहाँ हुन्छ सुपेरियर कोलिकुलसमा। इन्फेरियर कोलिकुलसमा के को हुन्छ त अडिटरीको अडिटरी रिफ्लेक्स बुझ्यौ। सुपेरियर माथि छ भनेपछि के भयो आँखा छ भनेर याद गर्ने है माथि लाइट रिफ्लेक्सको लागि। इन्फेरियर भनेको तलपट्टि के छ कान छ अडिटरी है। सेरिब्रल पेडङ्कल्स भनेको के हो मोटर फाइबरको ट्र्याक्टहरू हो। पोन्स भनेको रेस्पिरेटरी पोन्समा चाहिँ के हुन्छ रेस्पिरेटरी सेन्टर हुन्छ है यो याद गर रेस्पिरेटरी सेन्टर मैले रेस्पिरेटरी सिस्टममा पनि भनेको छु। द अडिटरी रिफ्लेक्स सेन्टर इज लोकेटेड इन त ल भन त भर्खर मैले भने कहाँनिर त इन्फेरियर कोलिकुलसमा हो कि नै। सुपेरियरमा कुन त लाइट रिफ्लेक्स होइन। मेडुला अब्लङ्गटा एकदमै भाइटल सेन्टर्सहरू हुन्छ भाइटल सेन्टर्सहरू है। सेरिबेलमको काम के हो मोटर कोअर्डिनेसन। सो एन्सर के भयो त हाम्रो अडिटरी रिफ्लेक्स चाहिँ कहाँ इन्फेरियर कोलिकुलस। द भाइटल सेन्टर्स फर कार्डियक एन्ड रेस्पिरेटरी फङ्सन आर लोकेटेड इन द मैले भने भर्खर भने भाइटल सेन्टर कहाँनिर त भन त हाम्रो मेडुला अब्लङ्गाटामा। पोन्समा के हुन्छ न्युमोट्याक्सिक सेन्टर हो है जसले के गर्छ रेटलाई रेगुलेट गर्छ। रेट छिटो ढिलो गर्ने भनेर रेटलाई रेगुलेट गर्ने भनेको चाहिँ पोन्समा भएको न्युमोट्याक्सिक सेन्टरले है। मेडुला अब्लङ्गाटामा चाहिँ के हुन्छ त अनि यसको चाहिँ फङ्सनको चाहिँ भाइटल सेन्टर लोकेटेड हुन्छ मेडुला अब्लङ्गाटामा। ओके मिड ब्रेनमा के हुन्छ भर्खर सुपेरियर कोलिकुलस र इन्फेरियर कोलिकुलस हुन्छ। यसमा चाहिँ के त भिजुअल र अडिटरी रिफ्लेक्सेस हुन्छ। ओके मिड ब्रेनमा द ट्री लाइक एरेन्जमेन्ट अफ द व्हाइट म्याटर इन द सेरिबेलम इज कल्ड आर्बर भाइटे है यो त थाहा छ। कर्पस क्यालोसम भनेको के हो दुईटा सेरिब्रल लेफ्ट र राइट सेरिब्रल हेमिस्फियरलाई जोड्ने भनेको केले हो त कर्पस क्यालोसमले हो होइन। इन्टर्नल क्याप्सुल भनेको प्रोजेक्सन फाइबर्स हो केमा सेरिब्रममा। प्रोजेक्सन अब कस्तो भनेपछि तलबाट आयो फाइबरहरू के अरे माथिबाट आयो फाइबरहरू यसरी यहाँ गुजुमुजु भयो अनि त्यसपछि के भयो त तल गयो हो यसलाई भन्छ यहाँनिर यो फाइबरको प्रोजेक्सनहरूलाई के भयो त इन्टर्नल क्याप्सुल। यसरी आयो यता गयो यसरी आयो तल माथि भनेर यहाँनिर यो एउटा ठाउँमा लोकेटेड भएको हुन्छ। त्यसपछि कौडा इक्वेना भनेको के हो त स्पाइनल नर्भको रोड्सहरू है। द न्युमोट्याक्सिक सेन्टर विच रेगुलर्स रेस्पिरेटरी रेट भर्खर भने कहाँनिर हुन्छ त पोन्समा होइन। ओके न्युमोट्याक्सिक सेन्टर इन द पोन्स है। मेडुलामा चाहिँ रिदम जेनेरेट गर्ने हो तर रेट मेन्टेन गर्ने भनेको चाहिँ रेट भनेर सोध्यो भने चाहिँ द्याट इज पोन्समा है। मिड ब्रेन रेस्पिरेटरीसँग होइन केसँग अडिटरी र भिजुअलसँग है। यति भनेपछि त याद हुन्छ सेरिबेलम कोअर्डिनेसन होइन। द स्पाइनल कर्ड एन्ड्स एट एप्रोक्सिमेटली विच भर्टिब्रल लेभल्स इन द एडल्ट अघि भर्खर भने केमा भनेको थिएँ भने चाहिँ मैले लम्बर पङ्क्चरको बेला भनेको थिएँ L1 to L2 मा होइन। द बन्डल अफ लम्बर स्याक्रल एन्ड ककिजियल स्पाइनल नर्भ रुट्स बिलो द कोनस मेडुलारिस इज कल्ड ल हेर अघि भर्खर मैले भने जब फोरामेन म्याग्नमबाट सुरु भयो यहाँनिर आएर सकिन्छ L1 to L2 मा यसलाई भन्छ के भन्छ कोनस मेडुलारिस। तर यहाँनिर पनि स्पाइनल नर्भहरू त सकेको हुन्न नि त भर्टिब्रा त हाम्रो लम्बर अनि त्यसपछि स्याक्रल ककिजियल त बाँकी नै छ। तलबाट आउने नर्भहरूले चाहिँ के बनाउँछ एउटा हर्सको टेल जस्तो स्ट्रक्चर बनाउँछ जसलाई भन्छ के त भन त कौडा
इक्वाइना। ओके, अनि फाइलम टर्मिनाले भनेको के हो? पायोमेटरको एक्सटेन्सन। पायोमेटरको एक्सटेन्सनलाई के भन्छ भनेपछि फाइलम टर्मिनाले। ओके, सो एन्सर के भयो यहाँ त? बिलो द कोनस मेडुलारिसमा चाहिँ यो स्पाइनल नर्भ रुटहरूले के बोलाउँछ त? कौडा इक्वेना। ओके, फाइनल टर्मिनाले भनेको नि भयो। यो भनेको के हो? स्पाइनल कर्ड सकिसकेपछि पायोमेटर आउँछ है। पायोमेटर। डेन्टिकुलेट लिगामेन्ट भनेको तिमीलाई चाहिँदैन खासै। स्पाइनल कर्डमा चाहिँ यसरी स्ट्रक्चर बनाएको हुन्छ है लेटरल्ली, यसलाई भन्छ डेन्टिकुलेट लिगामेन्ट। इन द स्पाइनल कर्ड द लेटरल हर्न इज प्रेजेन्ट अन्ली इन, एकदमै इम्पोर्टेन्ट क्वेसन हो, मार्क गर। कहाँ हुन्छ भन त? थोरासिक र अप्पर लम्बर सेगमेन्टमा मात्र हुन्छ है लेटरल हर्न। लेटरल हर्नमा के हुन्छ भन त? सिम्प्याथेटिक प्रिग्याङ्ग्लियन न्युरोन्सहरू हुन्छ। ओके, कहाँदेखि कहाँ हुन्छ? T1 to L2 सम्म लगभग। ओके, सो कहाँ कहाँ हुन्छ त? थोरासिक एन्ड अप्पर लम्बर सेगमेन्टमा। द डोर्सल रुट अफ द स्पाइनल नर्भ क्यारिज, ल भन। अघि नै मैले भनिसकेँ, डोर्सलमा के हुन्छ भनेपछि डोर्सलमा आउने भेन्ट्रलबाट जाने हो, बुझ्यौ? पछाडिबाट आउने अगाडिबाट जाने, जस्तै यो नर्मल स्पाइनल कर्ड भयो है। यसको यो भेन्ट्रल भयो, यो डोर्सल भयो। यसमा के हुन्छ त? डोर्सलमा आउँछ है, यहाँनिर यस्तो हुन्छ, भेन्ट्रलबाट अगाडि जान्छ। यसमा सेन्सरी न्युरोनहरू आयो, यसमा एफेक्टर न्युरोनहरू गयो। ओके, एफेक्टर भनेको मोटर न्युरोनहरू। अब यो जुन सेन्सरी न्युरोन छ नि, ओके, यो सेन्सरी न्युरोन यसले चाहिँ के गर्छ भनेपछि यहाँनिर आउँछ, यहाँनिर डोर्सल रुट ग्याङ्ग्लियामा यसको सेल बडी हुन्छ, त्यसपछि यो बल्ल यहाँ जान्छ स्पाइनल कर्डभित्र। यसको पनि आफ्नो एउटा पार्टिकुलर लोकेसन छ हरेक आफ्नो स्पाइनल कर्डको सेगमेन्टको, बुझ्यौ? त्यहाँनिर जान्छ। त्यसपछि यसले इन्टरन्युरोनबाट यता ऊ गर्छ, जानकारी दिन्छ, अनि यताबाट चाहिँ अर्को न्युरोनले चाहिँ उता एफेक्टर अर्ग्यानतिर जान्छ। सो डोर्सल रुट अफ द स्पाइनल नर्भमा के हुन्छ भन त? आउने भनेपछि के हो? सेन्सरी एफेरेन्ट। डोर्सल भन्ने बित्तिकै ढाड, ढाड भनेको पछाडि, पछाडिबाट आउँछ मात्रै। भेन्ट्रल भनेको भुँडी, भुँडी भनेको अगाडि, अगाडि भनेको अगाडिबाट जान्छ। सो एफेरेन्ट फाइबर हुनुपर्छ है। अटोनोमिक फाइबर दुइटैमा हुन्छ है, अगाडि र पछाडिको बोथ रुटमा हुन्छ। विच अफ द following statements above the spinal cord is true, ल भन त? Gray matter is on the outside and white matter on the inside. White matter is on the outside, gray matter on the inside. Okay, the central canal is absent in adults, यो हुँदै भएन अप्सन। The lateral horn is present in all segment, हुँदै होइन, किनकि T1 to L2 सम्म छ भनेर याद गर्ने थोर्याको लम्बरमा। अब हेर, यो दुईटामा कुन चाहिँ सही हो भन्ने कुरा हो। ओके, के हुन्छ त स्पाइनल कर्डमा? है, यो म्याटर र यताको यो म्याटर हुन्छ। यसमा के हुन्छ भनेपछि यहाँ व्हाइट म्याटर हुन्छ, यहाँ ग्रे म्याटर हुन्छ। ओके, बुझ्यौ? व्हाइट म्याटर चाहिँ बाहिरपट्टि हुन्छ आउटसाइडमा, ग्रे म्याटर भित्रपट्टि। अब सिम्पली के हो त? व्हाइट म्याटर भनेको कलेक्सन अफ एक्जोन है, ग्रे म्याटर भनेको कलेक्सन अफ न्युक्लियाई। ओके, बुझ्यो नि होइन? यति भयो है। यो भनेको के हो? यहाँनिर चाहिँ एक्जनहरू चाहिँ नर्भको एक्जनहरू चाहिँ यहाँ हुन्छ, अनि यहाँ चाहिँ नर्भको न्युक्लियस यतातिर हुन्छ, न्युरोनको सेल बडी यहाँ हुन्छ। कलेक्सन अफ सेल बडी, न्युक्लियाई भन्दा पनि सेल बडिज है, कलेक्सन अफ सेल बडिज। सो के भयो त? बाहिरपट्टि के हुन्छ भन त? ठ्याक्कै व्हाइट म्याटर हुन्छ। सो एन्सर के भयो हाम्रो? व्हाइट म्याटर इज अन द आउटसाइड, ग्रे म्याटर अन द इनसाइड। अनि ऊ चाहिँ ब्रेनमा चाहिँ ठ्याक्कै ठ्याक्कै यसको उल्टो हुन्छ, जुन चाहिँ ग्रे म्याटर इज अन द आउटसाइड हुन्छ, व्हाइट म्याटर अन द इनसाइड। द नि अब कसरी बुझ्छ भनेपछि कसरी याद गर्ने त? कहिलेकाहीँ त कन्फ्युजन हुन्छ। हेर, ब्रेनबाट जहिले पनि अब जान त ब्रेनमा सेन्सरी पनि जान्छ। नर्मल्ली के सोच्ने भनेपछि हामीले ब्रेनमा, हाम्रो ब्रेनले सोध्छ
ब्रेनले सोचेपछि के एक्सन गर्नलाई भन्छ है। मेन भनेको त्यसरी याद गर्ने। ब्रेनले के एक्सन गर्नलाई भन्छ भनेपछि ब्रेनको माथिपट्टि भइरहेछ भने चाहिँ ब्रेनले जहिले पनि तलबाट के भन्छ, इन्फर्मेसन तल पठाइरहेछ होइन। सो ब्रेनमा के हुन्छ, यस्तो स्ट्रक्चर हुन्छ। यो माथिपट्टि के हुन्छ, थिङ्किङ गर्ने सोचिरहेको हुन्छ, तलपट्टि के हुन्छ, यसबाट यसरी पठाउँछ। यो तलपट्टि पठाउने भनेको के हो, एक्जन। एक्जन भनेको के हुन्छ न त, माइलिनेटेड हुन्छ। माइलिनेटेडले गर्दा यसको कस्तो देखिन्छ, व्हाइटिस देखिन्छ। त्यसैले के भयो त भन त, यसको इनर पार्ट चाहिँ व्हाइट भयो, बाहिरको चाहिँ ग्रे भयो। ग्रे भनेको न्युक्लियसहरू है। सो आउटसाइडमा ग्रे, इन्साइड ठ्याक्कै यसको उल्टो भनेको स्पाइनल कर्डमा। द निज अफ पटेलर रिफ्लेक्स इज एन इक्जाम्पल अफ, भन त के को इक्जाम्पल हो, पोलिसिनेप्टिक हो त होइन, किनकि यसमा इन्टरन्युरन्सहरू हुन्छ। निज अफ भनेको एउटा सिनेप्स हो होइन। जस्तो कस्तो हुन्छ, तिमीले पटेलर टेन्डनमा यसरी हान्दाखेरि नि चाहिँ जक हुन्छ भनेर भन्छ कि। ओके, यो चाहिँ तिमीले अब युट्युबमा हेर्ने कस्तो हुन्छ भनेर है। सो एन्सर के भयो त, दिस वान इज मोनोसिनेप्टिक रिफ्लेक्स। ओके, कन्डिसन रिफ्लेक्स भनेको के हो, लर्न गरेको सिकेको रिफ्लेक्स हो। केमा पढ्यौँ, एनिमल बिहेभियर एन्ड एडाप्टेसनमा पढ्यो होइन। क्रेनियल भनेको क्रेनियलमा क्रेनियल नर्भहरू हुन्छ। विच रिफ्लेक्स इन्भल्भ्स एन्ड इन्टरन्युरन बिट्विन सेन्सरी एन्ड मोटर न्युरन, मैले भर्खर भने कुन चाहिँ भन त, पोलिसिनेप्टिक। पोली भनेको धेरैवटा साइनेप्स भएको। साइनेप्स भनेको के हो, दुईवटा एक्जन र डेन्ड्राइट बिचको यसलाई भन्छ कनेक्सनलाई साइनेप्स होइन। ओके, एन्ड द विड्रल रिफ्लेक्स इज एन एक्जाम्पल अफ, भन त के को हो त, विड्रल भनेको चाहिँ पोलिसिनेप्टिक, निजक भनेको मोनोसिनेप्टिक, विड्रल भनेको पोलिसिनेप्टिक। विड्रल जस्तै तिमीले आगोमा यसरी छोयौ होइन, त्यसपछि हात निकाल्दाखेरि के हुन्छ, त्यसपछि आएर ल सिम्पल क्यान्डलमा तिमीले छोयौ है, यो छुँदाखेरि के भयो, सेन्सरी न्युरोन कहाँ गयो भन त, तिम्रो स्पाइनल कर्डमा गयो। स्पाइनल कर्डबाट के हुन्छ, यहाँ इन्टरन्युरन हुन्छ, यहाँ पछि भेन्ट्रल न्युरोनबाट के भन्छ, भेन्ट्रल न्युरोनबाट एफेक्टरमा जान्छ, अनि त्यसपछि यहाँको मसल कन्ट्र्याक्ट हुन्छ र तिम्रो हात यसरी तानिन्छ। सो यहाँनिर बिचमा के भयो, यो सेन्सरी भयो, यो इन्टरन्युरन भयो, यो के भयो भन त, यो एफेक्टर देखायो। सो तिनवटा सिनेप्स, मतलब दुईवटा सिनेप्स त युज भयो नि त, दुईवटा यहाँ र यहाँ। सो एन्सर के भयो त हाम्रो पोलिसिनेप्टिक रिफ्लेक्स। मार्शल हल इज क्रेडिटेड एज फादर अफ रिफ्लेक्स। विच टाइप अफ रिफ्लेक्स डिड हि प्राइमेरली स्टडी, कुन हो भन त, अनकन्डिसन रिफ्लेक्स, जुन चाहिँ के हो, इनबर्न रिफ्लेक्सहरू हो। ओके, अनि जस्तै कन्डिसन रिफ्लेक्स कुनले हो त, पाब्लो स्टडी हो, पाब्लो डग स्टडीमा होइन। ओके, अब अर्को क्वेसन, द लङ्गेस्ट क्रेनियल नर्भ इज द, हेर क्रेनियल नर्भ भनेको ब्रेन स्टेमबाट आउने हामीसँग 12 पेयर्स छ है, 12 भनेको एउटा राइटको लागि एउटा लेफ्टको लागि। अब यसमा हामीसँग 12वटा छ। के छ तिमीहरूले पढाएको छौ होला नि है, ओ ओ ओ टु टच एन्ड फिल भेरी गुड भेलभेट सच हेभेन, ओके समथिङ यस्तै यस्तै सबैको आफ्नो छ होइन। अनि यसमा चाहिँ यो चाहिँ सेम हुन्छ, सोम से म्यारी मनी बट माई ब्रदर सेज बिग ब्रेन म्याटर मोर समथिङ यस्तै यस्तै सबैको आफ्नै हुन्छ है। मैले भन्न खोजेको यति हो, तिमीलाई थाहा छँदैछ होला। यसमा चाहिँ जस्तै फर्स्ट वान भनेको अल्फ्याक्ट्री, अप्टिक्स, अकुलोमिटर, ट्रक्लियर, ट्राइजेमिनल, त्यसपछि के आउँछ, एब्डोसेन्स आउँछ, अनि फेसियल आउँछ, भेस्टिबुलो कक्लियर आउँछ, ग्लोसोफ्यारिन्जियल, भेगस होइन, अनि एक्सेसरी र हाइपोग्लोसल नर्भ हुन्छ। यसमा सबैभन्दा बढी चर्चामा रहने भनेको हाम्रो भेगस नर्भ हो, बुझ्यौ। यसको कहाँसम्म हुन्छ, यो त थोरासिकसम्म भन्दा नि अझै तलसम्म पुगेको हुन्छ, बुझ्यौ, रिजनसम्म। सो एन्सर, अरू चाहिँ के हुन्छ, अरू यो क्रेनियल नर्भ हाम्रो टाउकोसम्म मात्र हुन्छ। ओके, त्यहीँबाट निस्किन्छ, टाउको वरिपरिमा सप्लाई गर्छ, आफ्नो काम गर्छ है। तर भेगस भनेको एकदमै हाम्रो थोरासिक र एब्डोमिनल अर्गनसम्म पुगेको हुन्छ। सो लङ्गेस्ट कुन हुने भयो त, भेगस हुन्छ। ओके, अब हेर लङ्गेस्ट भन्ने छ, तर लार्जेस्ट कुन हो त, लार्जेस्ट भनेको ट्राइजेमिनल हो है, लार्जेस्ट ट्राइजेमिनल हो, बुझ्यौ। ट्राइजेमिनल इज द लार्जेस्ट हो, भेगस इज द लङ्गेस्ट हो। ओके, फेसियल भनेको के हो, स्मलर हुन्छ होइन, अप्टिक पनि स्मलर हुन्छ। विच क्रेनियल नर्भ इज नोन एज द डेन्टिस्ट नर्भ, ल भन त कुन चाहिँ नर्भ हुन्छ त, ट्राइजेमिनल नै हो। किन,
किनकि इट सप्लाइज द टिथ एन्ड ज। बुझ्यौ? हाम्रो दाँत र जलाई पुरै सप्लाई गर्ने भनेको के हो त? ट्राइजेमिनल नर्भले हो। ट्राइजेमिनलको पनि 3 वटा छ है। ट्राइजेमिनलको 3 वटा पोर्सन छ। के छ त? यसमा अप्थ्याल्मिक पर्छ एउटा, यसको डिभिजनमा अप्थ्याल्मिक, म्याक्सिलरी र म्यान्डिबुलर पर्छ है। यो दुईटा प्योरली सेन्सरी हो, दुइटै सेन्सरी हो। यो चाहिँ के हो त? मिक्स्ड हो। ओके, अब यसरी हेर्ने हो भने यहाँ त सोम, सेज, म्यारी, मनी, बट भनेपछि 5 मा आयो नि त। बी भनेको के हो? बोथ। यसमा त सेन्सरी र मोटर दुइटै पर्नुपर्ने हो। सो है, यसमा चाहिँ के भयो त? अप्थ्याल्मिक र म्याक्सिलरी सेन्सरी भयो। म्यान्डिबुलर, हेर त, म्यान्डिबुलर भनेको के हो? लोवर लिप भयो, चिन, लोवर टिथहरू सबै होइन। म्याक्सिलरी र म्यान्डिबल दुइटैलाई सप्लाई गर्ने हुनाले चाहिँ यसलाई हामीले के भन्यौँ त? डेन्टिस्ट नर्भ भन्यौँ। र स्मलेस्ट क्रेनियल नर्भ कुन हो भन त? कुन चाहिँ एकदमै छोटो सानो भनेको कुन चाहिँ? हाम्रो ट्रक्लियर हो। बुझ्यौ? ट्रक्लियर हो। अनि हेर, एउटा चाहिँ फ्याक्ट के भन्छु भनेपछि अरू सबै नर्भ चाहिँ होइन, अरू सबै नर्भ चाहिँ भेन्ट्रल्ली भएर निस्किन्छ क्या, ब्रेन स्टेमबाट अगाडिबाट भएर निस्किन्छ भेन्ट्रल्ली भएर। तर ट्रक्लियर मात्रै यस्तो नर्भ हो जुन चाहिँ डोर्सल्ली, ब्रेन स्टेमको डोर्सल्ली भनेको डाँडतिर पछाडिबाट निस्किन्छ। दिस वान इज द अन्ली नर्भ है। अब अर्को क्वेसन, which cranial nerve is purely sensory and does not arise from the brain stem भनेछ। मैले के भनेको छु भनेपछि लाइक क्रेनियल नर्भहरू चाहिँ मेनली केबाट आउँछ भनेर भनेको छु भनेपछि ब्रेन स्टेम। ओके, होइन, ब्रेन स्टेममा पनि एउटा ट्रक्लियर मात्र जुन हो जुन चाहिँ डर्सलबाट आउँछ, अरू सबै भेन्ट्रलबाट आउँछ भनेछु। ओके, अब हेर, हाम्रो 12वटा मध्ये 2वटा नर्भ यस्तो छ जुन चाहिँ ब्रेन स्टेमबाट एराइज हुँदैन। ओके, यिनीहरू चाहिँ के हो त? फर्स्टको 2टा अल्फ्याक्ट्री एन्ड अप्टिक्स। सो एन्सर के भयो? बोथ ए एन्ड बी। ओके, बुझ्यो नि है। अनि भेगस भनेको चाहिँ मिक्स फाइबर हो, यो त ब्रेन स्टेमबाट आउँछ है। यो चाहिँ प्योरली सेन्सरी हो। यिनीहरू चाहिँ केबाट आउँछ त? फोर ब्रेनबाट आउँछ कि, एक्सटेन्सन अफ फोर ब्रेन पनि भनिन्छ अल्फ्याक्ट्री र अप्टिक्सलाई। द फेसियल नर्भ होइन, फेसियल नर्भ भनेको 7th है, सप्लाइज के त? मसल्स अफ फेसियल एक्सप्रेसन। मसल्स अफ मास्टिकेसनलाई केले सप्लाई गर्छ? 5thले है। मसल अफ मास्टिकेसन कहाँनिर हुन्छ भन त? चिउँडोमै हुनु पऱ्यो है, म्याक्सिलरी र म्यान्डिबलमा। अनि अप्थ्याल्मिक, म्याक्सिलरी, म्यान्डिबललाई केले सप्लाई गरेको थियो अरे अघि होइन? मेनली म्यान्डिबलको मसलहरूलाई केले? म्यान्डिबलको बोथ के हो? सेन्सरी र मोटर दुइटै हो नि त। यो दुइटा त सेन्सरी हो होइन। यसमा मोटरले म्यान्डिबलको मसललाई सप्लाई गरेछ भने चाहिँ मसल अफ मास्टिकेसनलाई सप्लाई गरेछ केले त? ट्रक्लियरले। भनेपछि यो अप्सन त भएन। टङको लागि हाइपोग्लोसल भन्ने छ जुन चाहिँ 12th नर्भ हो, अलग्गै हो है। ल्याटरल रेक्टस भनेको आँखाको मसललाई केले? एब्डुसेन्स हो है, क्रेनियल नर्भ। SO4 LR6 भनेर याद छ है। ट्रक्लियरले कसलाई गर्छ? सुपेरियर अब्लिकलाई गर्छ, ल्याटरल रेक्टसलाई 6th मसलले, द्याट इज एब्डुसेन्स होइन। बाँकी सबैलाई केले गर्छ त? ट्रक्लियरले होइन। सो एन्सर रह्यो के त? मसल्स अफ फेसियल एक्सप्रेसन कसले त? यसैले है। ओके, द ग्लोसोफेरिन्जियल नर्भ, क्रेनियल नर्भ 9 प्रोभाइड्स टेस्ट सेन्सेसन टु, केलाई भन त? ग्लोसोफेरिन्जियल। एन्टेरियर 2/3 अफ द टङको टेस्ट सेन्सेसन केले कलेक्ट गर्छ त भन त? फेसियल हो है, द्याट इज 7thले सप्लाई गर्छ। ओके, अनि त्यसपछि पोस्टेरियर 1/3लाई भन त केले टेस्टको लागि केले सप्लाई गर्छ त? हाम्रो ग्लोसोफेरिन्जियल। ग्लोसो भनेको के हो? जिब्रो है, जिब्रो। फेरिन्जियल भनेको फेरिङ्स। सो पछाडिपट्टिकोलाई केले सप्लाई गर्छ त? अलवेज ग्लोसोफेरिन्जियल होइन। पोस्टेरियर 1/3लाई। सो यहाँ ग्लोसोफेरिन्जियलले कुनलाई भनेको छ त? पोस्टेरियर 1/3। एन्टेरियरलाई केले त भन त? हाम्रो फेसियल नर्भले। द भेगस नर्भ प्रोभाइड्स प्यारासिम्पेथेटिक सप्लाई टु,
भन त कसलाई प्यारासिम्पेथेटिक सप्लाई दिन्छ हाम्रो थोरेसिक एन्ड एब्डोमिनल भिसेरा है। ओके, हेड र नेक अन्ली भनेछ, यसलाई चाहिँ जस्तै 3, 7, 9ले गर्छ। ओके, अनि स्किन लिम्सहरू भेगसको टेरिटोरी नै हो नि, सो एन्सर के त थोरेसिक एन्ड एब्डोमिनल भिसेरा। अब अर्को क्वेसन, व्हिच क्रेनियल नर्भ इनर्भेट्स द स्टेर्नोक्लेइडोमास्टोइड एन्ड ट्रेपेजियस मसल? कुनले गर्छ त हेर त, स्टेर्नोक्लेइडोमास्टोइड भनेको नेकको मसल, ट्रेपेजियस भनेको ब्याकको मसल। यसलाई एक्सेसरी नर्भ अफ 11th नर्भ, एक्सेसरी। ओके, बुझ्यौ नि, केले सप्लाई गर्छ त एक्सेसरी नर्भले सप्लाई गर्छ। ओके, हाइपोग्लोसलले केलाई गर्छ अरे, मैले अघि भर्खर भने टङको मसललाई है। भेगसले भिसेरालाई सप्लाई गर्छ, फेसियलले फेसियल एक्सप्रेसनको मसलहरूलाई। ओके, द टोटल नम्बर अफ स्पाइनल नर्भ पेयर्स इन ह्युमन्स इज, अघि भर्खर भने कतिवटा त 31 वटा पेयर्स छ। ओके, अब यसमा हेर कति कति छ त, C8 8वटा सर्भाइकल नर्भ, ओके, T12, L5, S5 अनि ककिजियल 1, बुझ्यो। 8 12 भनेको कति भयो, 20 25 30 31वटा पुग्यो कि नै। ओके, यसमा हाम्रो यो सर्भाइकल रिजनबाट कतिवटा हुन्छ त 8वटा स्पाइनल नर्भ हुन्छ, 8वटा पेयर्समा है, यता पनि। ओके, एन्सर के भयो 31। द प्रिगेङ्ग्लियोनिक फाइबर्स अफ द अटोनोमिक नर्भस सिस्टम आर, भन त के हो त, अटोनोमिक नर्भस सिस्टमको प्रिगेङ्ग्लियोनिक फाइबर्सहरू चाहिँ माइलिनेटेड हुन्छ, अनि पोस्ट ग्याङ्ग्लियोनिक फाइबरहरू चाहिँ के हुन्छ त अनमाइलिनेटेड हुन्छ। यसमा के सोधेको छ त प्रिगेङ्ग्लियोनिक। ओके, द पोस्ट ग्याङ्ग्लियोनिक फाइबर अफ द अटोनोमिक नर्भस सिस्टम आर के हो त अनमाइलिनेटेड। ओके, अब हेर अर्को क्वेसन, द प्यारासिम्पेथेटिक नर्भस सिस्टम इज क्यारेक्टराइज बाई, अब हेर हामीसँग जुन एएनएसमा दुईवटा सिस्टम पढ्यौँ हामीले, सिम्पेथेटिक नर्भस सिस्टम, अर्को प्यारासिम्पेथेटिक नर्भस सिस्टम। सिम्पेथेटिकले एकदम केमा इमर्जेन्सीको बेला काम गर्छ, यसले रेस्ट एन्ड डाइजेस्टको बेला काम गर्छ। ओके, सिम्पेथेटिक भनेको यसको आउटफ्लो कहाँबाट हुन्छ त थोर्याको लम्बर रिजनबाट, जुन चाहिँ T1 to L2बाट हुन्छ। प्यारासिम्पेथेटिक चाहिँ क्रेनियो सेक्ट्रल आउटफ्लो हुन्छ यसको। यसमा चाहिँ के हुन्छ भनेपछि अघि जुन क्रेनियल नर्भ भने नि, क्रेनियल नर्भ 12वटा क्रेनियल नर्भमध्ये 2, 7 र 9 अनि 10ले चाहिँ यसमा के अरे प्यारासिम्पेथेटिकको आउटफ्लो दिन्छ, अनि तल YAS2 देखि YAS4 रिजनले पनि के दिन्छ प्यारासिम्पेथेटिक दिन्छ, त्यसैले यसको क्रेनियो र स्याक्रल भनिन्छ। सो प्यारासिम्पेथेटिक कुन भने त प्यारा भन्ने बित्तिकै पर भनेर याद आउँछ मलाई, पर भनेको क्रेनियल भनेको माथिको भयो, स्याक्रल भनेको एकदम तलपट्टिको भयो। सो टाउकोदेखि तल हिपसम्मको भनेको त एकदमै पर भयो नि त, त्यसैले पर भनेर याद गर्छ है प्यारा। सो एन्सर के भयो भने त प्यारासिम्पेथेटिक क्रेनियोसेक्रल। फाइट अर फ्लाइट रेस्पोन्स भनेको के हो भने त सिम्पेथेटिक हो। सर्ट प्रि ग्याङ्ग्लियोनिक एन्ड लङ पोस्ट ग्याङ्ग्लियोनिक भनेको पनि के हो त, यो पनि सिम्पेथेटिक नै हो। ओके, प्यारासिम्पेथेटिकमा के हुन्छ ठ्याक्कै अपोजिट हुन्छ, थोर्याको लम्बर, यो सिम्पेथेटिक। द सिम्पेथेटिक नर्भस सिस्टम इज क्यारेक्टराइज बाई, भन त कसले, थोर्याको लम्बर आउटफ्लो। ओके, बाँकी सबै के को हो भने त क्रेनियोसेक्रल भनेको के हो प्यारासिम्पेथेटिक, लङ प्रिग्याङ्ग्लियोनिक अगाडिको ठुलो है, त्यसपछि पोस्ट ग्याङ्ग्लियोनिक चाहिँ सानो। अब मैले कसरी याद गर्छु, प्यारा भन्ने त प्यारा पनि जोड्दैछ, सो प्रिग्याङ्ग्लियोनिकमा अगाडि थपियो नि त, सिम्पेथेटिकमा थपियो भनेपछि के हुन्छ यता यो लङ हुनु पऱ्यो कि नै प्रिग्याङ्ग्लियोनिक, त्यसैले याद गर है। अनि रेस्ट एन्ड डाइजेस्ट रेस्पोन्स, सिम्पेथेटिक स्टिमुलेसन कजेस अल अफ द फलोइङ एक्सेप्ट, लगाएर सिम्पेथेटिक भयो भने चाहिँ के हुनु पऱ्यो, त्यो आत्तिको बेला हो नि त, केमा आउँछ फाइट अर फ्लाइट रेस्पोन्स हो। प्युपिल डाइलेसन भन्छ है, यो चाहिँ के को काम हो भन त, यो सिम्पेथेटिकको। कसरी, तिमीले एकदम ऊ भयो भने आत्तिको बेला के यस्तो आँखा ठुलो गरेर, किनभने चाहिँ प्युपिल किन डाइलेट हुनु पऱ्यो, यदि तिमी आत्तिरहेछौ भनेपछि तिमी भाग्न खोजिरहेछौ भनेपछि तिम्रो आँखामा अगाडिको सबै धेरैभन्दा धेरै लाइट छिरोस्, ताकि तिमीलाई त थाहा हुनु पऱ्यो नि त अगाडि के छ कस्तो छ भनेर, त्यसरी बुझ्ने कि। ओके, ब्रोङ्कोडाइलेसन किन हो त, ब्रोङ्कोडाइलेसन भयो भने के हुन्छ, हावा इजिली पास हुन्छ भनेपछि आत्तिको बेला यो चाहियो किन चाहियो, यो पनि सिम्पेथेटिकको काम हो। इन्क्रिज पेरिस्टाल्सिस कतिखेर हुन्छ, मैले डाइजेस्टिभ सिस्टममा भनेको छु डाइजेसनको बेला हुन्छ।
ओके ल हेर अब तिम्रो शरीर एकदमै केमा छ आत्तिरहेछ भनेपछि तिम्रो शरीरले पहिला खानालाई पचाउने काम गर्छ कि तिमीलाई बचाउने काम गर्छ? तिमीलाई बचाउने काम गर्छ, त्यसैले खाना पचाउने काम गर्दैन। सो इन्क्रिज हार्ट रेट पनि बढ्छ। ओके सो एन्सर के भयो? एक्सेप्ट भनेर भनेको छ है यहाँनिर। सो इन्क्रिज पेरिस्टाल्सिस। प्यारासिम्पेथेटिक स्टिमुलेसन कजेज अल अफ द फलोइङ एक्सेप्ट। हेर प्युपिल कन्स्ट्रिक्सन केमा हुन्छ भन त? अभियसली प्यारासिम्पेथेटिकमा हुन्छ। तिमी अब रेस्टमा बसिरहेछ भनेपछि तिम्रो आँखालाई चाहिँ के हुन्छ? शान्त हुनु पऱ्यो, त्यस्तो धेरै लाइट छेड्नु परेन। ब्रोङ्को कन्स्ट्रिक्सन है, ओके यो पनि प्यारासिम्पेथेटिक रिजनमा हो। तिमी अब आरामसँग बसिरहेछौ भने तिमीले सास छिटो छिटो फेर्नु पनि परेन, बिस्तारै फेरे पनि भयो। इन्क्रिज सेलिभेसन। हेर जब पनि प्यारासिम्पेथेटिकको काम के हुन्छ? यसको काम रेस्ट एन्ड डाइजेस्ट हो। डाइजेस्ट भने चाहिँ पचाउने काममा सेलिभेसन चाहिन्छ। सो डिक्रिज पेरिस्टाल्सिस हो त होइन, यो चाहिँ के को? सिम्पेथेटिक को काम हो। Which neurotransmitter is released by post-ganglionic sympathetic fiber to most affected organs? ल भन त पोस्ट ग्याङ्ग्लियोनिक सिम्प्याथेटिक फाइबरले सिम्प्याथेटिकमा के हुन्छ त? नर एड्रिनालिन अथवा नर एपिनेफ्रिन जे भने नि भयो। एसिटाइल कोलिन कसले गर्छ त? प्यारासिम्प्याथेटिकले गर्छ। एक्सेप्ट सिम्प्याथेटिक टु स्वेट ग्ल्यान्ड। स्वेट ग्ल्यान्डलाई जुन चाहिँ सिम्प्याथेटिक फाइबरले रिलिज गर्छ नि, त्यसले पनि एसिटाइल कोलिन रिलिज गर्छ। अरू सिम्प्याथेटिकले नर एड्रिनालिन गर्छ। एसिटाइल कोलिन भनेको प्यारासिम्प्याथेटिकको लागि हो। पोस्ट ग्याङ्ग्लियोनिकको कुरा भइरहेछ है। दुइटैको प्री ग्याङ्ग्लियोनिकमा के हो त? एसिटाइल कोलिन नै हो। दुइटैको प्री ग्याङ्ग्लियोनिक थाहा छ नि। प्री ग्याङ्ग्लियोनिन भनेको यहाँदेखि एउटा न्युरोन यहाँ आयो, यहाँनिर ग्याङ्ग्लिया हुन्छ, ग्याङ्ग्लियाबाट अर्को न्युरोन हो। ग्याङ्ग्लिया भनेको के हो? कलेक्सन अफ सेल बडिज इन पिएनएस। नर्मल्ली के बुझ भनेपछि यहाँबाट न्युरोनबाट आयो, यहाँनिर सेल बडीलाई कन्ट्याक्ट गर्यो, यहाँबाट अर्को ठाउँमा गयो पिएनएसमा। ओके हो यो ग्याङ्ग्लियनमा। यो भनेको प्री भनेको अगाडि, यो भनेको पोस्ट ग्याङ्ग्लियोनिक भयो। प्री ग्याङ्ग्लियोनिक दुइटै हेर त। अब हेर यो भनेको सिम्प्याथेटिक भयो, यो प्यारासिम्प्याथेटिक। कसरी चिन्यो त भनेपछि प्याराको प्री ग्याङ्ग्लियोनिक फाइबर लङ छ, यसको सर्ट छ। ओके दुइटैको प्री ग्याङ्ग्लियोनिक फाइबरले एसिटाइल कोलिन रिलिज गर्छ, तर सिम्प्याथेटिकको पोस्ट ग्याङ्ग्लियोनिक फाइबरले नर एड्रिनालिन रिलिज गर्छ भनेपछि यसले के गर्छ त? एसिटाइल कोलिन नै रिलिज गर्छ। तर सिम्प्याथेटिकमा पनि जसले स्वेट ग्ल्यान्डलाई सप्लाई गर्छ त्यसले के गर्छ? यहाँ पनि एसिटाइल कोलिन नै रिलिज गर्छ। ओके डोपामिन हो त होइन। सिम्प्याथेटिकको न्युरोट्रान्समिटर गाबा पेरिफेरल एएलएसमा हुँदैन। ओके सो एन्सर के भयो त? सिम्प्याथेटिकको नर एड्रिनालिन। त्यस्तै व्हिच न्युरोट्रान्समिटर इज रिलिज बाई पोस्ट ग्याङ्ग्लियोनिक प्यारासिम्प्याथेटिक फाइबर? भन त कुन त? मैले भर्खर भने एसिटाइल कोलिन। स्वेट ग्ल्यान्ड्स आर इनर्भेटेड बाई, भर्खर भने स्वेट ग्ल्यान्ड्स आर इनर्भेटेड बाई सिम्प्याथेटिक कोलिनर्जिक। एड्रिनर्जिक होइन। एड्रिनर्जिक भन्ने बित्तिकै के हो? नर एड्रिनालिन जसलाई एपिनेफ्रिन अथवा नर एपिनेफ्रिन पनि भएन, तर सिम्प्याथेटिक भएर पनि कोलिनर्जिक फाइबर गर्छ है। द भेगस नर्भ इज द मेजर कम्पोनेन्ट अफ व्हिच डिभिजन? ल भन भेगसले कुन छ? प्यारासिम्प्याथेटिक। ओके यसले लाइक 75% चाहिँ प्यारासिम्प्याथेटिक आउटफ्लो दिन्छ। जस्तै एउटा सिम्पल क्वेसन है, हामीलाई तिमीहरूलाई धेरैपल्ट सुनेको छ होला, आजभोलि त छ कि नै, त्यो फेमस थियो कि यो क्वेसन। वाट ह्यापन्स इफ वी कट द भेगस नर्भ है, यही क्वेसन थियो सायद आई गेस। हामीले चाहिँ भेगस नर्भलाई कट गऱ्यौँ भनेपछि हाम्रो हार्ट रेटलाई के हुन्छ भनेर सोध्थ्यो क्या क्वेसन। अब हेर मैले भर्खर भने तिम्रो शरीरमा होइन नर्मल्ली तिम्रो शरीरमा सिम्प्याथेटिक र प्यारासिम्प्याथेटिकले ब्यालेन्स बनाएर राखेको हुन्छ है। हार्ट रेटलाई कम गराउने काम भनेको प्यारासिम्प्याथेटिकको। यदि प्यारासिम्प्याथेटिक ब्रेक भयो भने के हुन्छ? सिम्प्याथेटिक एक्टिभिटी हाई हुन्छ, जसले गर्दा के हुन्छ? हार्ट रेट इन्क्रिज हुन्छ। बुझ्यौ? द ल्याटरल जेनिकुलेट बडी इज अ रिले सेन्टर फर, किनभने जेनिकुलेट बडीहरू है यो चाहिँ केमा हुन्छ? थ्यालेमसमा हुन्छ। ओके तर ल्याटरल जेनिकुलेट बडीको काम के हो त? भिजनको लागि। ओके मिडियल जेनिकुलेट बडी के को लागि हो भन त? हियरिङको लागि। ओके अ कलेक्सन अफ न्युरन सेल बडिज इन द सिएनएस इज कल्ड, के हुन्छ? यसलाई भनिन्छ न्युक्लियस।
तर न्युरोनको सेल बडी चाहिँ पिएनएसमा भयो भने के भनिन्छ ग्याङ्लियन, अघि भर्खर भने। र ट्र्याक्ट भनेको के हो भने त सिएनएसमा भएको फाइबर बन्डललाई भनेको एक्जनहरूको बन्डललाई के भनियो त हाम्रो यो चाहिँ सिएनएसमा भयो भने ट्र्याक बनियो, नब भन्यो भने चाहिँ के हो त पिएनएसको फाइबर बन्डललाई है। र यो भनेको सिम्पल क्वेसनहरू हो, तिमीहरूले यो बिगार्दैन होला भन्ने चाहिँ मलाई आशा छ है। 100वटा क्वेसन गऱ्यौँ, अब फेरि पनि नयाँ क्वेसन लिएर आउँला है। पढ मजाले।